उपस्थित हुनुभएका सम्पूर्ण लाइन लिडरज्यूहरू, अब हामी हाम्रो निर्धारित समयअनुसार कार्यक्रम सुरु गर्न गइरहेका छौँ। आज मिति 2083 जेठ 2 गते शनिबार 16 मे 2026 लाइन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 आई नेपाल क्याबिनेट अफिसर्स स्कुलिङ 2026-27 को यो उद्घाटन सभामा म वर्ष 26-27 को लागि मनोनित क्याबिनेट सेक्रेटरी अनुज कुमार श्रेष्ठ यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। आजको यस कार्यक्रमको प्रेसाइडिङ गरिदिनु हुनुको लागि म हाम्रा डिस्ट्रिक्टका वर्ष 25-26 का डिस्ट्रिक्ट गभर्नर, हाम्रा अति आदरणीय डिस्ट्रिक्टका लिडर पार्वती खरेल पाण्डे म्याडमलाई म त्यसै गरी आसन ग्रहणको निम्ति डिस्ट्रिक्ट फर्स्ट पर्सन लाइन चोला प्रसाद पाण्डे सरलाई म विनम्र अनुरोध गर्दछु। यस कार्यक्रमका हाम्रा प्रमुख अतिथि हाम्रा अभिभावक सुपरिचित नाम लाइन पीआईडी लाइन सञ्जय खेताङज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। स्पेसल गेस्टको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि म इन्टरनेसनल डाइरेक्टर युनिभर्सिटी लाइन राजव लम्साल सरलाई विनम्र अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म पिएमसिसी ड्यू लाइन्स ब्लड ब्याङ्कका आदरणीय उपाध्यक्ष पीडित लाइन मनबहादुर रोका सरलाई म विनम्र अनुरोध गर्दछु। त्यसै वर्ष 26-27 का लागि डिस्ट्रिक्ट गभर्नर लाइन इयर 2026-27 का डिस्ट्रिक्ट गभर्नर लाइन सूर्य कुमार केसीज्यूलाई म विनम्र अनुरोध गर्दछु। 27 का लागि फर्स्ट लेडी लाइन सङ्गीता केसी म्याडमलाई म त्यसै गरी आसन ग्रहणको निम्ति आइपिडिजी लाइन विनोद ढुङ्गाला सरलाई विनम्र अनुरोध गर्दछु। त्यसै गरी फर्स्ट भिक्टोरिया सरलाई आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। त्यसै गरी म आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणको निम्ति पिडिजी लाइन चन्द्र कुमार केसी सरलाई म विनम्र अनुरोध गर्दछु। 83 ज्येष्ठ 2 गते तदनुसार 16 मे 2026 का दिन लाइन वर्ष 2026-27 को क्याबिनेट पदाधिकारीज्यूहरूको स्कुलिङ कार्यक्रम विधिवत रूपमा शुभारम्भ भएको घोषणा गर्दछु। धन्यवाद म्याडम। राखेर हामी मैदानमा उत्रेका हुन्छौँ। राष्ट्रियतालाई सम्मान गर्दै राष्ट्रिय गानमा सरिक भइदिनु हुन म सम्पूर्ण उपस्थित नानीबाबुहरूलाई म विनम्र अनुरोध गर्दछु। डिस्ट्रिक्ट कोअर्डिनेटर एवं वर्ष 25-26 का एडिसनल ट्रेजरर लाइन तुलसा गौतम म्याडमलाई अनुरोध गर्दछु र झन्डा प्रदर्शनको लागि हामी हाम्रो राष्ट्रिय झन्डालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ। एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पुरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ। यसको सुनौलो अक्षरले लेखिएको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ। हामी हाम्रो राष्ट्रिय झन्डाप्रति अविचलित निष्ठाको घोषणा गर्दै र यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा यसलाई राष्ट्रहरूका माझमा
गौरवका साथ फरफाइरा राख्न साँचो प्रयास गर्नेछौँ। धन्यवाद। जय लाङ्गा। थ्याङ्क यू डेजिग्नेटेड क्याबिनेट सेक्रेटरी अनुज कुमार श्रेष्ठ सर। आजको यो हाम्रो लायन वर्ष 2026-27 को ऐतिहासिक हाम्रो डिस्ट्रिक्टका ऊर्जाशील लायन लिडर जीवहरूलाई प्रशिक्षण दिने डिस्ट्रिक्टका क्याबिनेट अफिसरजीहरूको स्कुलिङ कार्यक्रमका प्रिसाइडिङ अफिसर हाम्रो डिस्ट्रिक्टका यो वर्षका सर्वोच्च लिडर आदरणीय डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे म्याडम, डिस्ट्रिक्ट फर्स्ट पर्सन चोला प्रसाद पाण्डे सर, हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि जसले हाम्रो एउटा अनुरोधलाई सहजै स्वीकार गरेर वीरगञ्जदेखि हाम्रो कार्यक्रमलाई सफल बनाउनको लागि पाल्नु भएको छ। यहाँहरूको सबैको बिचमा चिरपरिचित लिडर हुनुहुन्छ जसले नेपालको लायनिजमलाई विश्वभरि फैलाउन ठुलो एउटा कोसिस गरेर आज नेपाली लायनिजमलाई विश्वभरि फैलाउनु भएको छ, चिनाउनु भएको छ। हाम्रो अभिभावक आदरणीय पास इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतान सर। त्यस्तै आजको कार्यक्रमका विशेष अतिथि जो हाम्रो एउटा मुटुको ढुकढुकी हुनुहुन्छ, हामी सबैलाई सदैव मार्गनिर्देश गरिरहनुहुन्छ र डिस्ट्रिक्ट 325 आई नेपाललाई सधैँ सफल बन्नको लागि हरदम प्रयासरत हुनुहुन्छ आदरणीय इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी अभिभावक राधा लम्साल सर। कार्यक्रमका अतिथि आदरणीय मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर पिएमसिसी मनबहादुर रोका सर। कार्यक्रमका अतिथि आदरणीय आइपिडिजी विनोद ढुङ्गाना सर। कार्यक्रमका अतिथि र भनौँ लायन वर्ष 2026-27 को डिजी टिम मित्र रहेर लायन वर्ष 2026-27 लाई सफल बनाउनको लागि तम तयार हुनुहुने फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट शैलेन्द्रमन भट्टराई सर। कार्यक्रमका अतिथि आदरणीय मल्टिपल डिस्ट्रिक्टका चेयरपर्सन हुनुहुन्छ र डिस्ट्रिक्ट 325 आई नेपालका पहिलो डिस्ट्रिक्ट गभर्नर आदरणीय पिटिजी रामप्रसाद सर। त्यस्तै जेसी रोबिन्सन कपबाट विभूषित हुनुभएका आदरणीय अभिभावक पास्ट डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी सर। आदरणीय अभिभावक जसले एम्बेसडर अफ गुडविल जस्तो लायनिजमको सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो आदरणीय पास्ट डिस्ट्रिक्ट गभर्नर इन्दु लम्साल म्याडम। हाम्रो डिस्ट्रिक्टका इलेक्ट सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर चिफ एडभाइजर पनि हुनुहुन्छ विष्णु सर। त्यस्तै हालका डिस्ट्रिक्टका क्याबिनेट ट्रेजरर हुनुहुन्छ लायन वर्ष 2026-27 को एजुकेटिभ एडभाइजर महेन्द्र कुमार राठी सर। त्यस्तै हाम्रो डिस्ट्रिक्टका डेजिग्नेटेड पिआरओ इन चिफ डेजिग्नेटेड चिफ एडभाइजर र अहिले हालका पिआरओ इन चिफ ऋषि गिरी सर, डेजिग्नेटेड पिआरओ इन चिफ महेश सर। त्यस्तै डेजिग्नेटेड क्याबिनेट ट्रेजरर मेरो होम क्लबबाट हुनुहुन्छ शिवबहादुर काफ्ले सर लगायत उपस्थित सम्पूर्ण यस हलमा रहनुभएका तपाईँ सिनियर लाइन लिडरजीहरू, क्याबिनेटमा रहेर लाइन वर्ष 2026-27 लाई सफल बनाउने अभियानमा जुट्नुभएका मेरा प्यारा लाइन मित्रहरू, यहाँ सम्पूर्णलाई यो लाइन वर्ष 2026-27 को मुख्य कार्यक्रम स्कुलिङ कार्यक्रममा हृदयदेखि न्यानो स्वागत गर्दछु र यहाँको उपस्थितिको लागि आभार पनि टक्राउन चाहन्छु। म जानकारी गराइसकेको छु र आज केयरिङ बाई सेयरिङ अन्तर्गत हामी कसरी लायन वर्ष 2026-27 मा अगाडि बढ्दैछौँ त्यो बारेमा साई नेपालले लायन वर्ष 2026-27 लाई विश्वको उत्कृष्ट डिस्ट्रिक्ट बनाउने अभियानको जमर्को गरिरहेको छ। त्यो बारेमा यहाँहरूले अब हाम्रो अभिभावकज्यूहरू जो फ्याकल्टीको रूपमा हुनुहुन्छ हामी सबै जुटेका छौँ र यो गोदावरीको चिसो स्थान, विशेष गरी काठमाडौँको अलिक चिसो स्थान भनेर गोदावरीलाई बुझिन्छ। त्यो चिसो स्थानमा आज साथीहरूको यस्तो बाक्लो उपस्थिति रहेको छ। केही लाइनिजमको गर्मी बढेको अनुभूति चाहिँ मलाई चाहिँ भइरहेको छ। साथीहरू अवस्थाको बावजुद पनि एकदमै नयाँ जोस र जाँगर ऊर्जा लिएर बस्नु भएको छ र यहाँहरू सम्पूर्ण पार्टिसिपेन्ट जो बेनीबाट, पर्वतबाट, पोखराबाट, लमजुङबाट, गोर्खाबाट, नुवाकोटबाट, काभ्रेबाट र धेरै साथीहरू काठमाडौँबाट उपस्थित हुनुभएको छ। सर्वप्रथम यहाँको यो उत्साहजनक सहभागिताको लागि म आयोजकको
टिमको तर्फबाट यहाँहरूलाई न्यानो आभारसहित स्वागत टक्राउन चाहन्छु र हाम्रा आदरणीय अभिभावकजीहरू जसले लाइन वर्ष 2026-27 सफल बनाउनको लागि यहाँ उपस्थित हुनुभएको छ र केयरिङ बाई सेयरिङलाई सफल बनाउनको लागि आफ्नो एउटा सुझाव ऊर्जासहित उपस्थित हुनुभएको छ। म सम्पूर्ण प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू लगायत सम्पूर्ण हाम्रो डिस्ट्रिक्टका हाम्रा प्राइड अतिथिज्यूहरूलाई पनि कार्यक्रममा न्यानो स्वागत गर्न चाहन्छु। र साथीहरू हामी 2 रात 3 दिनको बसाइमा रहनेछौँ र हामी सोमबार बिहान ब्रेकफास्टपछि यो स्थानलाई हामी छोडेर आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्नेछौँ। र म एउटा यहाँको डिस्ट्रिक्ट गभर्नर 2026-27 भन्दा पनि यहाँको अभिन्न मित्रको रूपमा यहाँलाई अनुरोध गर्न चाहन्छु। केही असुविधाहरू यहाँले अनुभूति गर्न सक्नुहुन्छ र केही हामीले सक्नेसम्म प्रयास चाहिँ हामीले गर्नेछौँ। र लाइनिजममा जस्तोसुकै बाधा अप्ठ्यारो पर्दाखेरि पनि लायन्सले कहिले पनि थाक्दैन। लायन्स निरन्तर अगाडि बढिरहन्छ र हामीले बढिरहेका छौँ। र त्यो अनुभूतिका साथ यहाँहरू यो 3 दिने आवश्यक स्कुलिङमा उत्साहजनक रूपमा ऊर्जावान हुँदै अगाडि बढ्नुहुनेछ। म सम्पूर्णलाई हृदयदेखि न्यानो शुभकामना दिन चाहन्छु। यहाँहरू सम्पूर्णलाई यहाँहरूको यो गरिमामय उपस्थितिको लागि कार्यक्रममा न्यानो स्वागत गर्दै अहिलेलाई म आफ्नो स्वागत मन्तव्य यही विश्राम लिन चाहन्छु। धन्यवाद। जय लाइनबाद। स्वागतम सुस्वागतम। हुनको लागि आजका प्रमुख अतिथि हाम्रो अभिभावक पिआइडी लाइन सञ्जय खेतान सरलाई म विनम्र अनुरोध गर्दछु। राजन सर अत्यन्तै सर्टकट कार्यक्रममा अघि बढ्नेछ। तपाईँलाई सेड्युल हामीले किट ब्यागमा राखेका छौँ। तपाईँले हेर्नुभयो यो लाइन वर्ष 26-27 का निमित्त डिस्ट्रिक्ट क्याबिनेट पदाधिकारीहरूका लागि आयोजित क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रमका प्रिसाइडिङ अफिसर यस वर्षका अति ऊर्जाशील रिजल्ट प्राप्त गर्न सफल नेपालमा भएका 15 डिस्ट्रिक्टहरूमध्ये सबै क्लब एक्सटेन्सनमा मेम्बरसिप ग्रोथमा एलसिआइएफमा ट्रेनिङ लगायतका कार्यक्रमहरूमा एउटा उत्कृष्ट नतिजा लिएर तपाईँ हामी सबैलाई गौरवान्वित गरेर तुल्याउनु हुने यस वर्षका डिस्ट्रिक्टका एउटा पार्वती पाण्डे म्याडम, डिस्ट्रिक्ट फर्स्ट पर्सन चोला प्रसाद पाण्डे सर, नेपाली लाइनवादका अभिभावक जसले समयको औषधि व्यवस्थापन गर्नुभएको छ भनेर मलाई उहाँको पहिलो प्राथमिकता पहिलो योगदानको क्षेत्र लाइनवाद नै देख्छु। एउटा व्यक्तिले कसरी समय यति विघ्न म्यानेज गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण नेपाली लाइनवादका अति आदरणीय अग्रज आजको कार्यक्रमका प्रमुख अतिथि पास्ट इन्टरनेसनल डिरेक्टर ग्याट कन्स्टिट्युसनल एरिया लिडर आदरणीय सञ्जय खेतान सर, मञ्च रहनुभएका यस डिस्ट्रिक्टका अभिभावकहरू जसले यो डिस्ट्रिक्टलाई सदैव सिरमा राखेर डिस्ट्रिक्टलाई एकात्मबद्ध बनाएर 325 अहिले कसरी म्यानेज गरेका छ भन्ने कुराको एउटा उदाहरण प्रस्तुत गर्नुहुने मेरा प्यारा नेताहरू, मल्टिपल कोअर्डिनेटर मनरोका सर, आइटिडिजी विनोद ढुङ्गाना सर, फर्स्ट विडिजी इलेक्ट सैदमोहन भट्टराई सर, पिडिजीहरू कर्मा सर, चन्द्र सर, राम सर, इन्दु म्याडम, सेकेन्ड विडिजी इलेक्ट विष्णु भण्डारी सर लगायत डिस्ट्रिक्ट क्याबिनेटका सिनियर पदाधिकारीहरू र आजको स्कुलिङमा सहभागी हुनुभएका प्यारा ऊर्जाशील कर्मयोगी लाइन मित्रहरू, मलाई शुभकामना मन्तव्य राख्नलाई आग्रह गर्नुभएको छ। मैले
अब आफैले आफैलाई शुभकामना कसरी दिउँ जस्तो लाग्छ, किनभने म तपाईँहरूकै हिस्सा हुँ एउटा र यहाँहरूकै बिचबाट अहिले चाहिँ अन्तर्राष्ट्रिय निर्देशकमा यहाँबाट इन्डोसी बनाएर हङकङसम्मको यात्रामा पठाउनु भएको छ। मैले बारम्बार भन्ने गरेको छु, जबसम्म तपाईँहरूसँग एउटा आबद्धता मेरो नजिक रहिरहन्छ, जबसम्म माटोसँग मान्छेको सम्बन्ध रहन्छ, आमासँग जबसम्म सम्बन्ध रहन्छ, तबसम्म मात्र त्यो मान्छे असल रहन्छ, अन्यथा पलाउँदै जान्छ। मलाई भगवानको आशीर्वाद लागिरहोस् कि तपाईँहरूसँगको सम्बन्ध, तपाईँहरूसँगको यो ऊर्जा पठाउनु भएको छ, त्यो कर्मलाई एउटा न्यायोचित ढङ्गले निर्वाह गर्न सकौँ भन्ने लगेको सकारात्मक योगदानका निमित्त उच्च प्रशंसा गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सुरेशहरूको नेतृत्वमा होइन चाहिँ छन्द कसरी राम्रो देखिरहेको छ भने हल गर्न नमिल्ने बेड परेर होला, कसैलाई केही अप्ठ्यारो होला, तर यति अलि ताली अहिलेको जस्तो जमेन। सबै रिजन चेयरम्यानले अस्ति बारेमा भन्दै हुन्थ्यो, मास्टर अफ सेरेमनीज्यू, आज यहाँ बास बस्ने गरी नै आउनुपर्ने दिन हो, तर मेरो दुईटा छोरी छन्, एउटालाई लास्ट इयर बिहे गरेको, उनी 3 दिनको लागि घर आएछन्। बिहान आएर साँझी फर्केर जान्छु भने छोरीको मायाले आज फर्किने दिन परेको छ भन्ने अनुरोध गर्न चाहन्छु। प्रिसाइडिङ अफिसर पार्वती म्याम, शक्तिको परिचायक हुन् पार्वती, र त्यो रूपमा तपाईँले नेतृत्व दिनुभएको छ, म तपाईँलाई बधाई दिन चाहन्छु। हारका हाम्रा उदाउँदा सूर्य, भन्नै पर्दैन, हुने गुरुवाको चिल्लो पात, तपाईँको क्याबिनेट यति राम्रो बन्या छ। हाम्रा सबै पास्ट डिस्ट्रिक्ट गभर्नरज्यूहरू, मैले एक एकको नाउँ लिनुपर्छ, तर अघि राजनजी र हाम्रो सूर्य सरले भनेको सबै मान पदवी अलङ्कार कुराहरू आइजन उहाँहरूको लागि। मैले त्योभन्दा राम्रो कुराहरू मेरो मनमा आउँछन्, तर म आज बोल्दिनँ। जनजनका प्रिय राजन, हाम्रा इन्टरनेसनल डाइरेक्टर, तपाईँहरूले दिनुभएको गिफ्टको रूपमा भएको छ। मेरो आफ्नै एक लेभलको सम्बन्ध यस्तो छ कि मलाई लाइनवादमा सबभन्दा बढी कसैले बुझ्छ भने राजन लम्साल हो। मेरो कमीलाई पनि बुझ्छन्, मेरो स्ट्रेन्थलाई पनि बुझ्छन्, र आज म उभिरहेको छु इन्टरनेसनल डाइरेक्टर या त्यो पछिको यात्रामा भने उहाँ नहुँदो हो भने यो यात्रा सम्भव थिएन भन्ने अनुरोध गर्न चाहन्छु। र यो उहाँ डाइरेक्टर भइरहँदा दियो ताप्ने कुरा होइन। कति साथीलाई ज्ञान छ कि छैन, मेरो यात्राका धेरै समय म काठमाडौँ आउँदा बस्ने घर पनि उहाँको घर नै थियो। मैले भाउजूको हातको धेरै रोटीहरू पनि खाएको छु जीवनमा। राजनजीको यात्रामा हामी सबै साथ रहनेछौँ पूर्ण रूपले भन्ने वचन पनि दिन चाहन्छु। साथीहरू, म अनुरोध गर्न चाहन्छु, यो यात्रामा वचन दिने कुरा तपाईँहरूको भन्छन् कि अनरसिप अलग अलग लेभलको हुन्छ। नेपालको अनरसिप हुन्छ, मल्टिपलको अनरसिप हुन्छ, B1 को क्लस्टरको अनरसिप हुन्छ, तर सबभन्दा ठुलो अनरसिप 3 to 5 आईको हुन्छ, हो कि होइन? तयार हुनुहुन्छ? तयार सबै कुराभन्दा माथि उठ्नु होला। अघि राजन सरले के भन्नुभयो भने पदका कुराहरू भन्नुभयो होला, मनमा त आउँथ्यो। वो एक जादू का खिलौना है। दुनिया जिसे कहते हैं वो एक जादू का खिलौना है। मिल जाए तो मिट्टी है और ना मिले तो सोना है। जुन पद पाउनुहुन्छ त्यो चाहिँ माटै हो, कुनै पद अरूले पाएछ त्यो चाहिँ सुन चाहिँ हुँदै हो भनेर यो जीवनको खेलवाड त यस्तो रहेछ।
त्यो खेलवाडमा नपर्नु होला। तपाईले जुन पाउनु भएको छ त्यो नै महत्त्वपूर्ण हो। अघि उहाँले भनेर जानुभएको छ कि त्यसैमा बेस्ट पर्फर्मेन्स हामीले निकाल्नु पर्यो। यो मसँग पनि हुने कुरो, तर म त्यसमा सर्भाइभ गर्न सकिनँ भने म भन्न सक्दिनँ। म इन्टरनेसनल स्पेशलिटी क्लब वर्ल्ड वाइड चेयरम्यानलाई साउथ एसिया एन्ड मिडल इस्टको ग्याट एरिया लिडर बनाइयो। लाग्थ्यो कि सायद इन्टरनेसनल कोअर्डिनेटर हुनु ठुलो पद थियो, तर मेरो ठुलो पदभन्दा मैले यो पदमा काम गर्न सक्नु, जुन पद मलाई दिएछ त्यो नै सबभन्दा ठुलो हो। र आजको ग्याटको पर्फर्मेन्स मेरो लागि सबभन्दा ठुलो हो। मलाई फरक पर्दैन इन्टरनेसनलको। उहाँलाई मायाको चिन्ह प्रदान गरिदिनु हुन म आदरणीय सूर्य केसी सर र सङ्गीता म्याडमलाई विनम्र अनुरोध गर्दछु। सरलाई अघि डान्स का सँगै हिँड्छौँ, अवसर पाएर प्रसन्न हुँदै समाज सेवा गर्न अगाडि बढ्छौँ। हामीलाई सेवा हाम्रो धर्म समुदायका लागि मनमा दयाको दिलाउँछ पीडामा विजय। मनका ढोका खुल्छन् जब सेवा बन्छ नयाँ कथा। नेतृत्वको यात्रा गन्छ बुझाइले बढ्छ क्षमता। फेलोसिपमा जोडिन्छ जीवन, बढ्छ समुदायको खुसी अनि आत्मीयता।
म यता आउँदै गर्दा राज सरले एउटा लट्ठी पनि दिनुपर्ने भन्दै हुनुहुन्थ्यो। लट्ठी त पर्दैन होला। यो लाइन्सले पनि गजबको अपर्च्युनिटीहरू दिँदो रहेछ कि थुप्रै भूमिकाहरू निभाएको थिएँ जिन्दगीमा। तर अहिले आएर के भयो भनेदेखि एउटा स्कुल 3 दिने स्कुल त्यसको प्रिन्सिपल बनाइदिनु भएको छ। अहिलेसम्म जुरेको थिएन यो म। स्कुल पनि कस्तो भन्दा डक्टर, इन्जिनियर, प्रोफेसर आफ्नो आफ्नो फिल्डका एकदमै सक्सेसफुल बिजनेसम्यानहरू, ब्याङ्कर, ल हेर्नुहोस् त 1 से 1 व्यक्तित्वहरू हुनुहुन्छ त्यस्तो स्कुलको प्रिन्सिपल। हामी एकदमै अनुशासित रूपमा हाम्रो स्कुलिङमा पार्टिसिपेट हुनुपर्नेछ र केही नियमहरू हामीले बनाएका छौँ। हजुरहरूको हातमा छ यसलाई सक्सेस बनाउने कि अनसक्सेस बनाउने भन्ने कुरा त्यति हामीले गरिदिनको लागि म मेरो तर्फबाट हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। हाम्रो क्याबिनेटमा रहेका 2026-27 का सम्पूर्ण साथीहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। हामी लाइन वर्ष 2026-27लाई हामी के कसरी अगाडि बढाउने, आफ्नो ड्युटी के रहन्छ भन्ने कुरामा हामी डिस्ट्रिक्ट गभर्नरज्यूका कार्यक्रमहरूलाई हामीले बुझेर आगामी वर्षलाई सफल बनाउनको लागि हाम्रो विभिन्न पदमा रहेका साथीहरू यहाँ उपस्थित हुनुभएको छ। सर्वप्रथम सम्पूर्ण उपस्थित महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद दिँदा धेरै लामो नबोलिकन धन्यवाद मन्तव्य मात्र रहेको हुँदा डिस्ट्रिक्ट गभर्नरज्यूले ल्याएका कार्यक्रमहरूलाई हाम्रो आउँदो वर्षको लागि हामीले सफल श्रेणीमा पुर्याउनु पर्नेछ। डिस्ट्रिक्ट 325I अब आउँदो वर्षमा हाम्रो इन्टरनेसनल डाइरेक्टरको रूपमा पनि हाम्रो आदरणीय राजन लम्साल सर आउनुभएको छ र डिस्ट्रिक्ट अहिले के कस्ता कार्यक्रमहरू गरे भन्ने कुरा पनि अन्य डिस्ट्रिक्टले पनि हेर्ने भएको हुनाले तपाईँहरूले आफ्नो जिम्मेवारी पूर्ण तरिकाले आज उपस्थित हुनुभएको छ र आउँदो 26-27लाई एकदम राम्रो तरिकाले धेरैभन्दा धेरै आफ्ना ड्युटिजहरू पुरा गरी डिस्ट्रिक्ट 325 सफल बनाउनुहोस् भन्ने कुराहरू म हजुरहरूको समक्ष राख्न चाहन्छु र विभिन्न फ्याकल्टिज्यूहरूले तपाईँहरूका आफ्ना दायित्वहरू बारेमा आफ्ना आउँदो वर्षका क्रियाकलापहरू बारेमा जानकारी दिनुहुनेछ। तपाईँहरूले उहाँले दिएका कुराहरूलाई मनन गरेर आफ्नो क्रियाकलापमा लाइन वर्ष 26-27 सफल बनाउने कुरामा यहाँहरूको एक महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने कुरामा कोही मत छैन। धन्यवाद। मनोनीत क्याबिनेट सेक्रेटरी हरीश कुमार श्रेष्ठज्यू, स्कुलिङको दौरानमा छौँ। यहाँहरूको 3 दिने बसाइ अत्यन्तै फलदायी बनोस्। हार्दिक शुभेच्छा प्रकट गर्दै आजको यो ओपनिङ सेसन यही समापन भएको घोषणा गर्दछु। मोटिभेसनल स्पिकर विशेष अतिथि आइटी इन्डोर अगाडि बोल्दा मलाई एकदम खुसी लागिरहेछ अनि यसको कारण चाहिँ खास 40 वर्ष पुरानो हो। म 1 वर्षको थिएँ। मेरो हजुरबाबाले मलाई एकचोटि एउटा लायन्स क्लबको मिटिङमा लग्नु भएको थियो। हजुरबाबाको हात समातेर मिटिङमा गएँ। त्यहाँ के भइरहेको थियो के पनि बुझेन, तर 2टा नयाँ साथी बनाएर आएँ। त्यसपछि हामीले प्लान गरे लायन्सको मिटिङमा जहिले हुन्छ हामी फेरि भेट्छौँ। That way, as I was growing up, Lions was a part of my life. मेरो बाबा पनि लायन्स क्लबमा हुनुहुन्थ्यो अनि क्यालकाटामा देशप्रिय पार्क भनेर एउटा ठुलो पार्क छ। त्यहाँ लायन्स क्लबले एउटा ठुलो लाइब्रेरी बनाउनु भएको थियो। My father was the coordinator to make that library. That became one of the most famous libraries in South Calcutta. अनि मेरो बचपनको प्राय गरी सैटरडे त्यही लाइब्रेरीमा बितेको छ। त्यो भएर लायन्स चाहिँ मेरो लागि फेरि आफ्नो घरमा आफ्नो परिवारमा आएको जस्तो लाग्छ। त्यो भएर धेरै धेरै धन्यवाद। थ्याङ्क यू एभ्रीबडी फर कमिङ। आजको यो टपिक के बोल्छु त्यो सबै कुरा पछि हुन्छ, तर त्यो भन्दा अगाडि हजुरहरूको लागि एउटा विशेष कार्य छ। साथीहरू हामी हाम्रो राइट ह्यान्ड यस्तो माथि गरौँ, राइट ह्यान्ड यस्तो माथि गरौँ, लेफ्ट सोल्डरमा, राइट ह्यान्डलाई लेफ्ट सोल्डरमा ट्याप गर्नु पर्यो।
अनि भन्नु पर्यो कङ्ग्रेचुलेसन्स केको लागि आफ्नो लागि त हो तर खास एउटा खास कारणको लागि I want everybody in this room to remember you are a leader and I'm congratulating you here today and I want you to congratulate yourself today for being a leader. So फेरि एकचोटि बधाई छ गर्नु बधाई छ ओके सबैले आफूलाई कङ्ग्रेचुलेट पनि गरिदिनु भयो तर हामीले लिडर को हो नेता को हो त्यो त अहिलेसम्म बुझेको छैन बुझ्दाखेरि मैले अस्ति एउटा रिसर्च गरिरहेको थिएँ व्हाट इज लिडरशिप गुगलमा हाले अनि हजुरहरूलाई थाहा छ कतिवटा रिजल्ट आयो त्यसको कति पेज खुल्यो होला व्हाट इज लिडरशिप यो प्रश्न सोध्दा कति पेज खुल्यो होला गेस गर्नु कति अनलिमिटेड त थिएन मैले नम्बर टिपेको छु अनलिमिटेड थिएन कति होला 100 200 मिलियन नो कति एक गुगलमा एक पेज व्हाट इज लिडरशिप ओके अरु कसैको 50 पेज आन्सर भन्छु 2.57 billion not million 2.57 billion what does this mean यसको कुनै एउटा फिक्स्ड परिभाषा छैन नेतृत्व त्यो हो जो कि मान्छेको अनुसार परिस्थितिको अनुसार परिवर्तित पनि हुन्छ हो कि हैन हो नेतृत्व is something that is different it is defined by the person and by the situation आज म हजुरहरूलाई नेतृत्वको बारेमा एउटा ठुलो कुरा भन्छु 16 वर्ष भइसक्यो धेरै कम्पनीहरुमा ट्रेनिङ दिइरहेको छु धेरै ठाउँमा कम्युनिकेसन लिडरशिप ट्रेनिङ दिँदा मैले एउटा कुरा बुझेँ के कुनै पनि कार्यलाई राम्रोसँग गर्नको लागि दुईटा कुरा चाहियो ए मानसिकता माइन्डसेट बी स्किल सेट यानी सी आज हामी नेतृत्वको मानसिकताको बारेमा कुरा गर्छौं किनकि मानसिकता जबसम्म राम्रो हुँदैन सिपले मात्र काम गर्दैन मान्नुहुन्छ कि मान्नुहुन्न सो फर्स्ट कुरा मानसिक HERPA प्रत्येक अल्फाबेटबाट एउटा सीख हामी लिन्छौं अनि सम्झिन्छौं ठीक छ कि छैन ठीक छ तपाईसँग काम गर्ने इच्छा छ हो कि हैन the second belief and the second mindset of the Sherpa code H bata ho hungry to learn मैले यो कुरा धेरै चोटी हेरेको छु धेरै चोटी देखेको कुरा हो जो मान्छेले सधैँ सिक्न खोज्छ जो मान्छेले हरेक कुरा सिक्न खोज्छ त्यो मान्छे नि भोलिको दिनमा गएर नेता हुन्छ तर के कुरा सिक्ने फरक पर्दैन जे कुरा सिक्दा हुन्छ तर रोज कुनै न कुनै कुरा सिक्नु पर्छ एउटा उदाहरण दिन्छु तपाईहरुले यो उदाहरणबाट पक्कै पनि विश्वास गर्नुहुन्छ म के बोलिरहेको छु कति जनाले स्टिभ जब्स को फाउन्डर हैन कैन वी प्लिज पुट द फोन्स अन साइलेन्ट पढ्या अफ कोर्स मार्केटिङ पनि पढ्या अफ कोर्स तर क्यालिग्राफी यानी आफ्नो ह्यान्डराइटिङ राम्रो कसरी बनाउने अब तपाईहरुलाई लागिरहन्छ एप्पल फोन बनाउने मान्छेको ह्यान्डराइटिङसँग के सम्बन्ध छ उसको त्यो क्यालिग्राफीको जुन सिप थियो त्यसले उसलाई डिजाइनिङ अनि फन्ट्सको राम्रो सेन्स दियो अघि अलिकति मिस्टेक पनि भएर सायद अघि अनुसारले भन्नुभएको छ होला हाम्रो हाइटीको समय भएको थिएन तर हामीले हाइटी अगाडि सारियो सेसनलाई चाहिँ पछाडि सारियो त्यसले गर्दाखेरि अलिकति यहाँलाई असुविधा भएको छ तर डिस्ट्रिक्ट क्याबिनेट अफिसर स्कुलिङ अफ लाइनिस्टिक इयर 2026 खान्छु त्यसपछि
हाम्रो डिस्ट्रिक्टमा रहेका तपाईँहरू सम्पूर्ण लायन लिडरज्यूहरू र सम्पूर्ण क्लबका साथीहरूलाई न्यानो आभार टक्राउन चाहन्छु। यहाँले एउटा ठुलो विश्वास गरेर लायन वर्ष 2026-27मा डिस्ट्रिक्टको एउटा लिडरको रूपमा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर र अहिले डिस्ट्रिक्ट गभर्नरको रूपमा निर्वाचित गराएर यहाँसम्म पुर्याउनु भएको छ र धेरै कुराहरू यहाँहरूको बिचमा आइसकेको छ। अघि राजन सर, सञ्जय सर, त्यसपछि अहिले लिडरसिपका धेरै कुराहरू चाहिँ मान्छे म्यामले यहाँहरूको बिचमा भर्खरै राखेर जानुभएको छ र साथीहरू लगभग मेरो आधा घन्टाको समय रहेको छ र त्यसपछि हाम्रो पास्ट डिस्ट्रिक्ट गभर्नर इन्टरनेसनल मोर्चामा घन्टा चाहिँ एकदमै यो सेसनलाई अलिकति महत्त्व दिएर हामी सुन्नेछौँ, बुझ्नेछौँ, मनन गर्नेछौँ र हाम्रो सबैको एउटै उद्देश्य छ लायन वर्ष 2026-27लाई फेरि जसरी चाहिँ हाम्रो अभिभावकज्यूहरूले उत्कृष्ट डिस्ट्रिक्ट बनाउन चाहिँ कोसिस गर्नुभएको थियो त्यो कोसिसलाई हामीले फेरि निरन्तरता दिनेछौँ। भन्नुपर्दाखेरि यो केयरिङमा विस्तारित रूपमा हामी अगाडि लिएर गइरहेका छौँ। कति साथीहरूले यसको अर्थलाई बुझेर आवर फेलोसिप एन्ड अपर्च्युनिटी र अपर्च्युनिटी सर्भिस लिडरसिप फेलोसिप लायन्स इन्टरनेसनलको एउटा ग्याटको स्लोगन, ग्याटको मिसन हो। तर मैले त्यही कुराहरूलाई जोडेर एउटा अपर्च्युनिटी नयाँ कुरा थपेको छु, जुन कुरा चाहिँ यहाँहरूको एकछिनमा फेरि मैले जोड्ने छु र पदम सरलाई यो स्लाइड अगाडि बढाइदिनु लागि अनुरोध गर्छु। बच्चा छ, आमाले बच्चालाई दुध पिलाइरहनु भएको छ र हाम्रो जीवनमा हामी सबैले प्रायःसो मलाई लाग्छ प्रायःसो सबैले चाहिँ यो भोगेर फिल गरेर आएको हुन्छौँ। कोही कोही त्यस्तो अभागी हुनुहुन्छ होला जसले चाहिँ यो अवसर चाहिँ पाउनुहुन्न अथवा यहाँ धेरै सेवा चाहिँ दिनुभएको छ। केयरिङ बाई सेयरिङ यहाँभित्र छ कि छैन जस्तो लाग्छ यहाँभित्र केयरिङ बाई सेयरिङ छ नि होइन? आमाको दृष्टिकोणबाट हेर्दाखेरि पनि केयरिङ बाई सेयरिङ छ, आमाले केयर गर्नुभएको छ होइन? यो हामीले पनि यो हामीले महसुस गरेर हामीले भोगेर आएको कुरा हो। त्यसपछि अर्को यो लागि सिकाइरहनु भएको छ। सायद कुनै दिन सायद कसैको जीवनमा यो सौभाग्य प्राप्त भएको छैन भने एकदमै उहाँले चाहिँ एउटा ठुलो दुईवटा चिज प्राप्त गरेर आएका छौँ र यो दुईवटा चिजमा हामीले केयरिङ बाई आफ्नो साथ र यो सानो भिडियो छ यो वर्ष अध्यक्ष भएका साथीहरू पछाडि बस्नु भएको छ। यहाँले यो वर्ष धेरै राम्रो सेवाको कामहरू गर्नुभएको छ र एवार्डेड भइरहनु भएको छ र हामीले निहालिरहेका छौँ। यहाँले एकदमै राम्रो काम गर्नुभएको छ र अब सेवालाई हाम्रो लागि हामीसँग बचेको समय र बचेको धन अरूको हितको लागि खर्च गरौँ भनेर लायन्स स्थापना भयो। लायन्स यहाँहरूले बुझ्नु भएको छ होइन? आवश्यक व्यक्तिलाई हामी पहिचान गरेर सेवाको कामहरू गरिरहेका छौँ र हेल्थ क्याम्पहरू गरिरहेछौँ र अहिले मैले अलिकति प्राथमिकता राख्न खोजेको अब हामीले सहर केन्द्रित हेल्थ क्याम्पहरू पनि अलिकति ग्रामीण भेगको छन्। त्यस्ता व्यक्तिलाई हामीले चाहिँ त्यस्ता स्वास्थ्यका सेवा दिन सक्यौँ भने एउटा चाहिँ मूल्य र मान्यता प्राप्त गर्न सक्छ जस्तो लाग्छ। त्यसैले हामीले त्यस्ता बृहत स्वास्थ्य शिविरहरू पनि यो सञ्चालन गर्ने चाहिँ एउटा जमर्को गरेका छौँ र त्यसपछि हामीले तल ग्लोबल कजेसको 8वटा कार्यक्रम छ, त्यसपछि अर्को 3टा देख्नुहुन्छ यहाँहरूले। अहिले एकाउन्टिङ प्याकेजको ट्रेनिङ दिन सक्छौँ, कफी बनाउने बरिस्टा ट्रेनिङ दिन सक्छौँ अथवा बार टेन्डरको ट्रेनिङहरू दिन सक्छौँ, हाउसकिपिङको ट्रेनिङ दिन सक्छौँ, बेसिक कुकिङको ट्रेनिङ दिन सक्छौँ र बेसिक ब्युटिसियनको ट्रेनिङ दिन सक्छौँ। त्यस्तै हस्तकला सम्बन्धी ट्रेनिङहरू दिन सक्छौँ र जुन ट्रेनिङको लागि हामीलाई त्यति ठुलो बजेट आवश्यक पर्दैन र मैले यहाँहरूलाई भोलि
हात माथि गरिदिनु त एकचोटि पहिला दाहिने हातले भनिसक्नु भएको छ म पनि लाइन्स परिवारकै सदस्य हो होइन हात हल्लाइ अब अर्को हात पनि उठाउनुहोस् त दुवै हात हल्लाइदिनुहोस् त मजाले एकदम मजाले भिडियो पनि यसो यो पिक्चर पनि खिचिदिनुहोस् है अब तपाईँहरूको आईवाला चाहिँ फर्पडी बजाउनु त माथि राख्छ एकदमै राम्रो छ सुन्दर छ जोरदार बजाउँदाखेरि मानव चाहिँ यो गोदावरी अझै आवाज 49-50 उमेर हो एकजना भाइ हुनुहुन्छ लाइन्सकै हो बन्धु सिगल भने एक्टिभ भेरी एक्टिभ लाइन्स अनि मैले यस्तै 41-42 उमेर भन्थेँ होइन एक दिन कानमा आएर पुसुका दाइ 41-42 त हामीले भइसक्यो अहिले बढाउन भने भएर 49-50 मा ल्याएको छु है अब बाँकी बिस्तारै गरिदिँदा होला केही छैन किस्ताबन्दीमा हुने हो अब जिन्दगी किस्ताबन्दीमा छ सिधा बस्नु त सिधा आफ्नो शरीरलाई एकदम सिधा राखेर स्ट्रेट काम लाग्ने अहिले हेर्नु काम लाग्ने छ जो साँच्चै कतिलाई विश्वास लाग्ला कतिलाई नलाग्ला फर्स्टले हामीलाई एकदमै ब्लेसिङ्स रहेछ तपाईँले विश्वास गर्नु हो सत्य भयो अब गर्नु भएन होइन तपाईँ यहाँसम्म आउनु भएको छ स्रोत समय साथ मेबी खाना मिठो नहोला है यहाँ पठाएको 210 भन्दा आउनु पाउनु भएको छैन युनिभर्सले उहाँलाई आउन दिएन थ्याङ्क यू भेरी मच कि तपाईँलाई युनिभर्सले आउन दियो त्यस कारणले मनमा नै धन्यवाद भन्नुहोस् जसले तपाईँलाई यो अवसर दियो जसले तपाईँलाई लाइन्समा आउने अवसर दियो जसले तपाईँलाई लिडर बन्ने अवसर दियो जसले तपाईँलाई आजको स्कुलिङमा आउने अवसर दियो हाम्रो सूर्य सर त एउटा माध्यम मात्रै हो डिसिजन हो तपाईँको होइन त्यस कारणले युनिभर्सलाई एकचोटि थ्याङ्क यू भनौँ र यो यहाँको एनर्जी तपाईँले लिएर जानुपर्छ त्यस कारणले एकचोटि हातलाई आकाशतर्फ पठाइदिनुहोस् किनभने माथिबाट एनर्जी आउने हो हाम्रो एनर्जी विभिन्न ठाउँबाट इन्टेक हुन्छ भित्र जान्छ त्यो हामी हाम्रो हातबाट शान्त रहनुहोस् शरीरलाई सिधा राख्नुहोस् ईश्वरले भगवानले अल्लाहले बुद्धले कसले तपाईँले जसले वेभर्स हो साइन्सले तपाईँले जसलाई नेचरले तपाईँलाई जसलाई तपाईँले रेस्पेक्ट गर्नुहुन्छ मलाई धन्यवाद भन्नुहोस् बेस्ट गर्न सकौँ चमत्कार गर्न सकौँ मलाई मेरो परिवारलाई मेरो देशलाई र संसारलाई मैले गरेको चमत्कार अरूका लागि पनि होस् भन्ने एउटा अनुष्ठान गर्दा सबभन्दा पहिला सङ्कल्प मन शान्त एक दिन दौड्नलाई हाम्रो पेसा व्यवसाय घर परिवार लिडरसिप एभ्रिवेयर एनर्जाइज गर्नेछ शक्ति प्रदान गर्नेछ त्यो युनिभर्सको शक्ति हामी गर्नुपर्छ त्यसबाट एउटा न्यानो आफ्ना दुवै हत्केलाहरूलाई हेर्नुहोस् ती कर्मवीर हातहरू जसले तपाईँलाई यो अवसर दिएको छ यहाँसम्म ल्याएको छ युनिभर्सलाई जहिले पनि विदाउट कमिटमेन्ट वी डोन्ट एचिभ जबसम्म हामी कमिटेड हुँदैनौँ नि गभर्नरले भन्नुहुन्छ यसपटक तपाईँबाट कतिवटा क्लब आउँछ अथवा कतिवटा मेम्बर आउँछ एमजेएफ एनएलएफ यस्तै यस्तै कन्ट्रिब्युसनको कुरा अहिले त्यो हामी जोडौँला हाम्रो त्यो टपिकमा पर्छ नै गुवासो र खराएको एउटा सुन्दर जङ्गल थियो जङ्गलको बिचमा एउटा गजबको चौर थियो चौरको बिचमा एउटा गजबको रुखको छारी थियो छारीको मुनि बसेर बुवासो बडा आनन्द लिइरहेको थियो बुवासोको अगाडिपट्टि एउटा खरायो चलिरहेको थियो बुवासो त बुझ्नु भने स्यालको एउटा प्रजाति बुवासो त सिकारी उसले खरायो खाने हो
तर बडा आनन्दले उपरकुटी लगाएर अगाडिको दृश्य हेरिरहेको छ। खरायो पनि त्यहाँ चलिरहेको छ। खरायोलाई डर पनि लागेको छैन। खरायो पनि इन्जोय गरिरहेको छ। एकले अर्काको साइकोलोजी बुझिरहेका छन्, इन्जोय गरिरहेका छन्, रमाइरहेका छन्। कुरा के थियो भने भर्खरै शिकार गरेर बुवासो आराम गरिरहेको थियो। यो कुरा बुझेर खरायो पनि आफ्नो भोजन गरिरहेको थियो, चलिरहेको थियो, घाँस खाइरहेको थियो, दिबो खाइरहेको थियो। गरेको छ यसले मलाई खाँदैन, डर थियो। एकैछिनमा बुवासो निदायो, आनन्दले निद्रामा पर्यो। खरायो पनि चलिरहेको थियो। समय बित्यो। 3 घन्टा जति पछि बुवासो बिउज्यो। बुवासोले अघि के सोचेको थियो, चढ्दै गर्न खाने त मैले तँलाई नै हो, कोही बात छैन, अहिले भर्खर लन्च भइसकेको छ, स्न्याक्स गरौँला। 3 घन्टा पछाडि बुवासो बिउज्यो, जिउ सिउ तन्कायो, यसो हेऱ्यो, खरायो चलिरहेको छ। खरायोले पनि बुवासो बिउजेको त अब त्यो त बास्नाबाटै थाहा हुन्छ नि जङ्गली जनावरहरूलाई त त्यो हिँडेको अब त बार्ने। बिस्तारै 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 खरायो अगाडि बढ्न थाल्यो। बुवासोले पनि अब खरायो भाग्यो भन्ने कुरा बुझेर बिस्तारो खेद्न थाल्यो। बुवासोले खरायोलाई खेद्न थाल्यो, खरायो भाग्न थाल्यो। खरायो अघि अघि बुवासो पछि पछि, खरायो अघि अघि बुवासो पछि पछि, भागदौड भागदौड भागदौड। आधा घन्टा भइसक्यो, बुवासोले खरायोलाई भेट्न सकेन। अरे अचम्म, यो त मेरो एक गाँस हो, एक छाक हो, कोही बात छैन, म शिकारी हो, के भइरहेछ यस्तो? अचम्म, अनौठो, मैले भेट्नै सकिनँ। अब बुवासोले हार मान्यो, भेटेन। खरायो भाइ पर्ख न पर्ख। म कहाँ पर्खिन्छु, तिमीले मलाई मार्छौ खान्छौ? होइन, तिमी डराउनु पर्दैन, हातिनु पर्दैन, पर्ख न। तिमीले खान्छौ, खाने नि हो, तर समय अलि अगाडिको रहेछ, त्यो सत्ययुगतिरको रहेछ कि कमिटेड, वान्स कमिटेड इज कमिटेड भन्ने टाइपको रहेछ। त्यस पछाडि ल ठिक छ, म तिमीलाई खान्न, मेरो वचन भयो, तिमीलाई भेट्न सकिने राजकीय। खरायो सङ्कोच मान्दै फेरि हेऱ्यो, डिस्टेन्स पनि थियो, ठिकै छ, फाइन हो दाइ, बुवासो दाइ, तिमीले मलाई भेट्न नसकेको कुरा सत्य हो। त्यो सत्य के हो भन न? अझाइरहेको छ। सत्य हो, सत्य के हो भने, हेर बुवासो दाइ, तिमी एक छाकको लागि दौडिरहेका छौ, म जिन्दगीको लागि दौडिरहेका छु। Thank you. 272 जना निवर्तमान अध्यक्षहरू मध्ये कतै हिजो ल पढाइ केटा विभिन्न शिक्षा, स्वास्थ्य, राजनीतिक, व्यापार, समाजसेवा लगायत विभिन्न क्षेत्रमा रहेर आफ्नो घर परिवारलाई सम्हालेर सँगै सामाजिक कामहरू अगाडि बढ्दै आफ्नो पहिचान बनाउन सफल भएका छन्। सफल महिला हुनुहुन्छ। हेल्परमा लामो समय काम गरी तालिमको क्षेत्रमा इन्स्टिट्युटबाट ग्रेजुएट गर्नुभएका हाम्रा यसै डिस्ट्रिक्ट 3 र उहाँका विभिन्न अनुभव सँगसँगै हामी आज 2 घन्टाको सेसन म्यामसँगै रहन्छौँ र म उहाँलाई स्वागत गर्छु। म्यामलाई म्यानेजमेन्ट टिममा राखेर यो डिपार्टमेन्ट चिफको स्कुलिङमा क्याम्पसहरूको स्कुलिङमा चाहिँ हाम्रो यो सेसनको हेर्दैदेखि नै हार्दिक स्वागत गर्दछु। लाइन वर्ष 2025-26मा जोन चेयरपर्सन अनि त्यसपछि डिपार्टमेन्ट सेवा गर्नुभयो र अहिले डिपार्टमेन्ट चिफ भएर गर्नुभयो। यहाँ आज 26-27 का लागि हजुरहरू तयार भएर आजको स्कुलिङमा हुनुहुन्छ। त्यसै गरी एम्बेसडर पनि यहाँ हुनुहुन्छ।
के भएको छ परिवर्तन भएको छ यो लाइन्स अन्तर्राष्ट्रियको हाम्रो यो संस्थाको म्याम हुनुहुन्छ म्याम पिआरओ हुनुहुन्थ्यो चन्द्रशेखर कार्यकालमा मैले नै स्कुलिङ गराएको थिएँ यसै एउटा भ्यालुएबल जिम्मेवारी दिएको मात्रै एउटा महत्त्वपूर्ण जिम्मेवारी जुलाई 1बाट नै तपाईँहरूले चाहिँ के गर्नुपर्छ जुलाई महिनाभित्र रिजन तपाईँले गर्नुपर्छ रिजन मिटिङ भनेको तपाईँको अन्तर्गतको जुन चेयरपर्सनलाई बोलाउने तपाईँको अन्तर्गतको सबै त्यो आगामी वर्षको कार्ययोजना त्यो प्रेसिडेन्टसँगबाट लिने आगामी वर्ष कसरी लैजाने भन्ने उहाँहरूको कमिटमेन्टको कुराहरू के छ त्यो कुराहरू लिने त्यसपछि तपाईँहरूले यसरी जानुहोस् तपाईँहरूको साथमा म छु त्यसैले डिभिएसटी नै बोलाउनुहोस् डिभिएसटी नै बोलाउनुहोस् सक्नुहुन्छ कुनै एउटा क्लबलाई होस्ट बनाउनु स्ट्रक्चर भन्ने कुरालाई संगठन भन्छ हाम्रो लाइन्सको क्याबिनेट स्ट्रक्चर भनेको डिस्ट्रिक्टको हाम्रो जिल्ला हाम्रो डिस्ट्रिक्टको चाहिँ क्याबिनेट कस्तो हुन्छ त्यसको स्ट्रक्चर दुईटा अर्को मोडल मल्टिपल स्ट्रक्चर मल्टिपल गठन कस्तो हुन्छ यो तीनवटा कुराहरू थाहा पाउनुपर्छ यो मात्रै अब यो कसको भन्ने कुरामा म सरसर्ती भन्छु किन आजको हामीले यसलाई चाहिँ इन्टरेक्टिभ बनाउने यसलाई मोटिभेटिङ पनि होइन अर्को पनि होइन अलिकति इन्टरेक्टिभ बनाउने अब यस अनि क्लबमा के हुनुहुन्छ अरूलाई भन्नुहोस् न क्लबमा अरू के हुन्छ फर्स्ट मिटिङ लाइन्स इन्टरनेसनलले थर्ड भिपी सुरु गरेको छ है 4 सालले अनि त्यसपछि रहनु हो कि क्लबमा रहनु हो कि क्लबको महत्त्वपूर्ण पार्ट रहनु हो कि क्लब भन्दैछ नामै भनौँ क्लबलाई नै स्ट्रेन्थन गरौँ किन मेम्बरसिप बेस अर्गनाइजेसन भयो त्यसले गर्दा हाम्रो क्लबदेखि नै हामीले त्यो वाट इज लाइन चाहिँ लेभल अफ हुँदै गइसकेपछि उसले डिस्ट्रिक्ट लेभलमा पनि कन्ट्रिब्युसन गर्न सक्छ क्लबमा लेभल पनि गर्न सक्छ इन्टरनेसनल पहिलो कुरा हामी यहाँको क्लबमा छ कि छैन धेरै क्लबहरू छ अस्ति मात्रै पिडिजी मिटिङ राखेर डिस्ट्रिक्ट गभर्नर पार्वती पार्लियामेन्ट जानेवाला थिए त्यो के भएको होला हामीले ल्याबलाई गरेर सोधेर उता गएर यो चाहिँ यहाँको जुन स्कुलले चाहिँ उहाँहरूलाई लगानी भयो पास्ट प्रेसिडेन्टजीहरूले आफ्नो जिम्मेवारी वहन गर्नु भएन अब के हो त भन्दा पहिलो कुरा त क्लबलाई स्ट्रङ बनाउनको लागि पहिलो कुरा के गर्नु पर्यो क्लबै भ्यालिडै रहेन क्लब रहेन भने हामी क्याबिनेटको जुन पोस्टमा रहे पनि के अर्थ अनि त्यसपछि त क्लबको मिटिङै बसेन भने अन्त क्लब कसरी सस्टेन हुन्छ त क्लबमा त मिटिङ बसिन्छ अनि त्यसपछि प्रोग्रामहरू जुलाई महिनामा यो काम गर्ने जुनमा अगस्तमा यो गर्ने भन्दै हामी प्लान अफ एक्सन तयार गरेर हामी अगाडि यो 2 घण्टामा सफल गर्छौँ ठ्याक्कै सफल सुरु गर्नुभन्दा अगाडि गभर्नर सरकार गइदिनु पऱ्यो सुरेश सरलाई हामीले दिन आवश्यक छ जुन इनर्जीको कारणले त्यो इनर्जी हामी दिन्यौँ त्यो इनर्जी हामी यो 2 घण्टा यहाँ बसेको 2 घण्टामा हामी इनर्जी चाहिँ बिल्डअप गरेर गर्न सक्छौँ तयार हुनुहुन्छ त्यही बात थोरै कुरा राख्न चाहन्छु क्लासमा चाहिँ सरले सायद यहाँको सम्पूर्णको संस्कृतिको बारेमा सेयरिङ गर्दै हुनुहुन्छ एउटा चाहिँ हाम्रो डिस्ट्रिक्ट सर्वप्रथम डिस्ट्रिक्ट गभर्नर र यहाँहरू चाहिँ एकदमै डिस्ट्रिक्टको पदे दायित्वको हिसाबले एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ होइन यहाँको चिफ कोअर्डिनेटर हुनुहुन्छ होइन त्यसै लाइन वर्ष 2026-27मा यहाँले आफूले पाएको जिम्मेवारीको तयार गर्नुहोस् हामी डिजिटिभसँग सेयर गर्नुहोस् डिस्ट्रिक्टको लाइन वर्ष 2026-27मा त्यो यहाँले प्राप्त गर्नुभएको हरेक बनाउने चाहिँ अभियान चाहिँ हाम्रो रहनेछ र विराट भुइँला सरले यहाँको प्रत्येकको त्यो दायित्वहरूको बारेमा हालै पक्कै पनि सेयर गर्नुहुन्छ चिफ कोअर्डिनेटरज्यूहरूको यहाँको आफ्नो दायित्व छ त्यस्तै सर्भिसमा लिडरसिपमा त्यस्तै अनि पाटोमा यहाँको दायित्व प्राप्त गर्नुभएको छ यी सबैलाई चाहिँ हामी सर्भिस साथ गरिसकेपछि
हामी एउटा नयाँ दिशा हुन्छ। यहाँ सम्पूर्णलाई शुभकामना छ। नयाँ वर्ष 2026-27 हामी एउटै टिममा रहेर हरेक दिन चाहिँ हामी डिस्ट्रिक्टलाई उत्कृष्ट बनाउने अभियानमा हामी हस्, थ्याङ्क यू। त्यही ठाउँमा चाहिँ हामी क्याबिनेटका साथीहरू उपस्थित भइदिएनौँ भने के हुन्छ? यहाँको सर्वप्रथम यहाँहरूलाई यो 2 घन्टाको ग्रुप सेसनमा वेलकम गर्न चाहन्छु र यहाँको फ्याकल्टीको रूपमा एम्बेसडर अफ गुडविल जस्तो एवार्डले चाहिँ व्यवस्थित गर्नु हाम्रो पास्ट डिस्ट्रिक्टको इन्दु म्याडम हुनुहुन्छ र त्यस्तो चाहिँ फ्याकल्टी यहाँको बिचमा चाहिँ उहाँहरूले क्लास दिइरहनु भएको छ र म्यामले यहाँको टु विक पोइन्ट अथवा यहाँहरू चाहिँ आज जतिजना सहभागी हुनुभएको छ सम्पूर्ण डिस्ट्रिक्ट चिफ जिओलाई एकवटा जिम्मेवारी चाहिँ यहाँले प्राप्त गरिसक्नु भएको छ। त्यो जिम्मेवारी भित्र रहेर चाहिँ म्यामले क्लास दिइरहनु भएको छ। ग्रुपमा चाहिँ पहिले नै प्रिपेयर गरेर आइसक्नु भएको छ। यहाँले सबैले चाहिँ प्रि असाइनमेन्ट पनि पाउनु भएको थियो होइन र कतिपय कुराहरू चाहिँ हामीले जिम्मेवारी पाएको हुन्छौँ तर त्यो विषयमा हामी नै अनभिज्ञ भयो भने भोलिको दिनमा काम गर्न सक्दैनौँ। हामी आजको यो 2 घन्टाको सेसनमा केही न केही एउटा सानो चिज चाहिँ यहाँबाट लिएर जानु जरुरी छ। कार्य गर्ने सल्लाह सुझाव लिने डिस्कसन गर्ने त छँदैछ तर स्कुलिङमा आइसकेपछि केही कुरा लिएर जानु जरुरी छ र यहाँहरूले जुन विषयमा चाहिँ आफूले चाहिँ एउटा काम कर्तव्य र अधिकार प्राप्त गर्नुभएको छ त्यो विषयमा भोलिको दिनमा नयाँ वर्ष 2026-27 अगाडि बढिरहँदाखेरि एज अ डिस्ट्रिक्ट गभर्नरको हैसियतमा डिस्ट्रिक्टले गर्नुपर्ने पूर्ण साथ र सहयोगको लागि म हरदम तयार छु। यहाँ नै सम्पूर्ण डिस्ट्रिक्ट सफल रूपमा यसमा सहभागी हुनुभएको छ। नयाँ वर्ष 2026-27 यही उत्साह बोकेर हामी सफल बनाउनुपर्छ। हस्, थ्याङ्क यू सो मच। फ्याकल्टी जसले चाहिँ आफ्नो डिस्ट्रिक्ट गभर्नर हुँदाखेरि 127 क्लब न्यू क्लब चाहिँ एक्सेस थियो त्यति बेला। म क्याबिनेट सेक्रेटरी थिएँ र मेरो पास्ट डिस्ट्रिक्टबाट पिएमसिसी मन्दिरका सर यहाँको फ्याकल्टीको रूपमा हुनुहुन्छ। यहाँहरू एकदमै लकी हुनुहुन्छ। सरको क्लासमा पढ्नु भएको छ। सरले सुरु पोइन्टमा यहाँको चाहिँ जुन रेस्पोन्सिबिलिटी छ जुन टपिक छ अथवा यहाँले जुन एउटा चाहिँ जिम्मेवारी प्राप्त गर्नुभएको छ त्यो जिम्मेवारीको बिचमा सेयरिङ गरिरहनु भएको छ र हामीले यसपालि अलिकति डिस्ट्रिक्टको जुन कामहरू छ त्यसलाई चाहिँ यहाँको माथि चिफ कोअर्डिनेटर त्यसपछि डिस्ट्रिक्ट चिफ त्यसपछि डिस्ट्रिक्ट कोअर्डिनेटर होइन र तल डिपार्टमेन्ट अफिसरसम्मको टिम चाहिँ हामीले मिलाएका छौँ। भनेको यहाँ जुन विषयमा चाहिँ अहिले कोअर्डिनेटर हुनुभएको छ त्यो विषयको टिम हुन्छ एउटा। त्यो टिमले चाहिँ वर्षभरि चाहिँ काम गर्दैछ र केही कन्फ्युजन छ भने सरसँग चाहिँ यहाँ टुरिस्ट राख्नु होला आफ्नो एउटा चाहिँ जिम्मेवारी स्कुलिङ सेसन यहाँले अहिले पछि सरको यो फर्स्ट यो सेसन सकेपछि फेरि राख्नु सक्नुहुन्छ र सम्पूर्णलाई शुभकामना दिन चाहन्छु र यहाँहरूसँगै नयाँ वर्ष 2026-27 डिस्ट्रिक्टलाई सफल बनाउनको लागि हामी एकदम उत्कृष्ट वर्ष बनाउनेछौँ। सम्पूर्णलाई शुभकामना छ र फ्याकल्टी आदरणीय पूर्वजहरूसँग धेरै कुरा राखेको हुन्छु। हस्, थ्याङ्क यू। तपाईँले के गर्नुपर्छ? सकारात्मक हिसाबले तपाईँ कमेन्ट गर्नु पर्यो। कस्तो सकारात्मक भने समयमा उपस्थित हुनुभयो, ड्रेसमा आउनु भएको छ, यो गर्नु भएको छ, रिपोर्ट पनि प्रस्तुत गर्नु भएको छ। रिपोर्ट बोला यो सबै धन्यवाद। तर यसमा यो चिजहरू देखिन्छ। त्यसमा अब्जर्भेसन रिमार्क्स तपाईँले राख्ने। त्यसपछि फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर साथै भट्टराई सर हाम्रो क्लासमा आइरहनु भएको छ। हामी हजुरले दिनुभएको जिम्मेवारीमा डिपार्टमेन्ट चिफमा रहेर आगामी वर्ष यहाँ रहनुभएका 24 जनाले उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ भने चाहिँ म जिम्मा लिन चाहन्छु। थ्याङ्क यू सो मच अल पार्टिसिपेन्ट होइन। यहाँ चाहिँ भाग्यमानी हुनुहुन्छ किन भन्दा कुन माने भन्दा सर्भिङ डिस्ट्रिक्ट गभर्नरको क्लासमा पढ्नु भएको छ होइन जो चाहिँ अहिले हाम्रो डिस्ट्रिक्टको सर्वोच्च लिडर हुनुहुन्छ जसले चाहिँ इन्सपायर गर्ने सर्भिसमा होइन राखेको छ। त्यो हिसाबमा एकदमै 100% भन्दा अझ माथि चाहिँ काम गरेर अगाडि बढिरहनु त्यस्तो डिस्ट्रिक्ट गभर्नमेन्ट यहाँको
फ्याकल्टीको रूपमा काम गर्नुभएको छ। सर्वप्रथम म्यामलाई धेरै धेरै आभार टक्राउन चाहन्छु। म्यामले भनिसक्नु भएको छ होइन, भनेपछि यहाँहरूसँग त्यति चाहिँ कन्फिडेन्ट म्यामले राख्नु भएको छ कि मैले यो क्लासले ल्यान्ड वर्ष 2026-27 अलिकति अनि कहीँ कतै चाहिँ कुनै पनि कसर चाहिँ छोड्नुहुन्न, आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्ण इमान्दारीका साथ निर्वाह गर्नुहुन्छ भन्ने म्यामलाई त्यति कन्फिडेन्ट भइसकेको छ भने अब यहाँहरूमा चाहिँ कति त्यो एउटा खुबी छ भन्ने कुरा यहाँले आफूले आफूलाई मूल्याङ्कन गर्नुहोस्। हाम्रो खुबी देखेरै कन्फिडेन्ट, किनभने हाम्रो चाहिँ इन्टरनेसनल मोटिभेसनल मान्छे म्यामले भन्नुभएको थियो होइन, त्यस्तो पछि डिके हुँदैन सरले पनि होइन, किनभने सबभन्दा पहिले त आफूले आफूलाई विश्वास गर्नु जरुरी छ। म क्षमता छ, म सक्छु भन्ने विश्वास गर्नु जरुरी छ। म्यामले यहाँको बिचमा देखिसक्नु भएको छ, क्लास एकदमै गर्न सक्ने क्षमतावान साथीहरू यहाँ हुनुहुन्छ। यहाँले सबैले आफ्नो एक एकवटा जिम्मेवारी पाइसक्नु भएको छ, यहाँले जानकारी पनि भइसकेको छ होइन। यहाँले कसले त्यो जिम्मेवारी प्राप्त गर्नुभएको छ भनेर यहाँको त्यसपछि सिनियर प्रोटोकलदेखि लिएर तल डिपार्टमेन्ट अफिसरसम्मको टिम हुन्छ। अहिले एकदमै शुभकामना छ। लाइन वर्ष 2026-27 पनि हामी जसरी यो वर्ष चाहिँ अगाडि बढिरहेको छ त्यसरी नै फेरि हामी नयाँ उत्साहका साथ अगाडि बढ्दैछौँ। हस्, थ्याङ्क यू सो मच। थ्याङ्क यू म्याडम। इसामे एरिया फोरम कहिले छ? डिस्ट्रिक्ट अरू किन लिडरसिप ट्रेनिङका कार्यक्रम राख्यो होला प्रेसिडेन्टले लक्षित गरेर कहिले हुँदैछ यो कुरा भएको तपाईँले जानकारी कहिले परेको क्लबहरूसँग कम्युनिकेट गरेर थाहा दिनु, जानकारी दिनु। नेगेटिभिटीको एकदमै पराकाष्ठ छ नेपालमा, नेगेटिभिटीको पराकाष्ठ छ। अझ यसमा त हामी जस्तो अन्तर्राष्ट्रिय संस्थाहरूलाई त अहिले त के न्यु पाएर भन्छ डलर हामी बाहिर पठाउनु हुन्छ, बाहिरबाट डलर ल्याउने हो। सो लाइनबाको उद्देश्यलाई टोरिस्ट गर्ने एम्बेसडर तपाईँहरू गर्नका निमित्त अन्तर्राष्ट्रिय नेटवर्किङबाट आफू जन्मेको गाउँ, आफू जन्मेको ठाउँका निमित्त केही भए आफ्नो पैसा खर्च गरेर आफ्नो समुदायमा आफूभन्दा कम अवसर पाएको व्यक्तित्वका निमित्त एउटा अन्तर्राष्ट्रिय संस्थाको मत डिस्ट्रिक्ट गभर्नर्स थर्ड एडभाइजरी कमिटी मिटिङ हो। त्यसको उपस्थित हुनुभएको छ। यहाँहरू लकी हुनुहुन्छ। डिस्ट्रिक्ट 325 आई नेपालको फर्स्ट डिस्ट्रिक्ट चाहिँ डिस्ट्रिक्ट 325 आई नेपाललाई D1बाट चाहिँ रिडिस्ट्रिक्ट भइसकेपछि एउटा नयाँ दिशा चाहिँ दिन चाहिँ सक्सेस हुनुभएको थियो होइन। आज उहाँको अर्को सेसन पनि छ र सरले चाहिँ यहाँहरूलाई हरेकलाई आफ्नो जुन एउटा पदीय दायित्व के हो, कसरी चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने कुरा सेयरिङ गरिरहनु भएको छ। र डिस्ट्रिक्टलाई लाइन वर्ष 2026-27 चाहिँ कसरी सक्सेस बनाउने र यहाँले चाहिँ आफ्नो पदीय भूमिका र दायित्व कसरी निर्वाह गर्नुपर्छ। तपाईँहरू सबै सिनियर साथीहरू हुनुहुन्छ हाम्रो डिस्ट्रिक्टको, यो क्लासमा सबै सिनियर साथीहरू हुनुहुन्छ र क्याबिनेट सेक्रेटरी, ट्रेजरर लगायत सबै चाहिँ एउटा डिस्ट्रिक्टलाई कम्युनिकेसनको हिसाबले अब कसरी तर्जुमा गर्ने भन्ने हिसाबले र डिस्ट्रिक्टलाई चाहिँ हामीभन्दा तल रहेका ती साथीहरूलाई चाहिँ कसरी चाहिँ एउटा हामीले चाहिँ दिशानिर्देश गर्न सकिन्छ, मार्गनिर्देश गर्न सकिन्छ भन्ने ती जिम्मेवारी बोकेका साथीहरू तपाईँ चाहिँ यहाँ हुनुहुन्छ। तपाईँहरूले डिस्ट्रिक्टलाई चाहिँ एकदमै सक्सेस बनाउनको लागि महत्त्वपूर्ण भूमिका चाहिँ यहाँहरूको हातमा रहेको छ। म सम्पूर्णलाई शुभकामना दिन चाहन्छु र सधैँ यहाँहरूको साथमा रहेर लाइन वर्ष 2026-27 यहाँहरूसँग सहकारी गर्नेछु। सम्पूर्णलाई धेरै धेरै बधाई पनि दिन चाहन्छु। अरू जिम्मेवारीको कुरा सरले यहाँहरूको भित्र राखिहाल्नु हुन्छ। हस्, थ्याङ्क यू। आदरणीय साथीहरू, हेलो, हामी छिटो उहाँको कस्तो भइरहेछ? रमाइलो भइरहेछ है। अब सबैजनाले यो ह्यान्डसम मान्छेलाई हेर्न थालेपछि बोल्न थाल्नु भइरहेछ। ल बसौँ हजुर सबैजना। थाहा पाएँ भात लाग्ने हो कि हस्, धेरै धेरै धन्यवाद यहाँहरू सबैजनालाई। हामी सबैको अभिभावक आदरणीय राजन लम्साल सर, मलाई विशेष धेरै अग्रज व्यक्तित्वहरू हुनुहुन्छ। मैले एकमुष्टमा यहाँहरू सबैजनालाई नमस्कारको अभिवादन गरेँ। नमस्कार। सबैले गर्नु भएन, किन जति धेरै नमस्कार गरिन्छ नि त्यति धेरै हाम्रो स्वास्थ्यलाई पनि फाइदा हुन्छ। नमस्कार मुद्रामा आउँदै गर्दा हाम्रो शरीरमा एक किसिमको ऊर्जा बढ्छ
हाम्रो एउटा हातको हत्केलामा 8 एनर्जी हुन्छ। हामी म्याग्नेटिक एनर्जी भन्छौँ नि, त्यति नै ऊर्जा हाम्रो अर्को हातको यो दुईटा हत्केलालाई जोडेर हृदय साइकल पर सेकेन्ड एनर्जी क्रिएट हुन्छ। हामी शक्तिशाली हुन्छौँ, हामी ऊर्जावान बन्छौँ। त्यसैले पनि एकपटक कम्तीमा दायाँ बायाँ राइट लेफ्टमा हुनुभएको दुईजनालाई मुसुक्क मुस्कुराएर सबैले बोलाइ गर्नु होला। त्यसले सम्बन्ध अझ राम्रो हुने भयो, सम्मान पनि बढ्ने भयो, अनि हजुर हामीमा ऊर्जा र उत्साह ऊर्जा पनि बढ्छ। हस्, फेरि अब सबैजनाले एकचोटि गरौँ त। नमस्कार भन्न मिल्छ भने भनिदिनु होला। जय मानव सेवा। मेरो एउटा हातमा माइक। हाम्रो मनलाई सबैभन्दा बढी प्रभाव पार्ने भनेको सङ्गीतले हो। आउनुहोस्, म एउटा मिठो सङ्गीत यहाँहरूको बिचमा राख्छु। आउनुहोस्, अब 5 मिनट सबैजनाले अडेस नलागिकन बसिबक्सियोस् त हजुर। म चाहिँ अब 5 मिनट हजुरहरूलाई मनोरञ्जन गराउँछु। है हजुर, चियारमा मुस्कान राखेर खुसी भएर हुन्छ। अब सुन्न पर्यो। श्यामा बोलियो किन लाग्छ यो संसार बोलियो, श्यामा बोलियो किन लाग्छ यो संसार बोलियो, अलि हाम्रो रातिमा बसी नाच्दिउँ ल। है कति राम्रो देखिएको हेर्नुहोस् त अझै। अब सुन, छोड्छु मैले नि अब नाता प्रभु, छोड्छु मैले फेरि माथि सबैले बसी बसी नाच्छौँ। अन्तिम पटक सबैले हात, अन्तिम पटक हजुर सबैले। ल है, चेहरामा मुस्कान खुसी भएर। अब सुनिबक्सियोस्, मुस्कान खोइ मुस्कान के भयो? अनि धेरै बाआमाले के भन्नुहुन्छ, नानी पहिला जवानीमा के वानीमा होसमा बस्नुहोस् है। म बेला बेलामा खाली ठाउँ भरिराख्नुपर्छ। कुन वानीमा? जवानीमा जोस हुँदा होस भएन। पहिला जवानीमा जोस हुँदा होस भएन, अहिले होस आयो अनि कहीँ पनि पुगिएन। बित्यो जिन्दगानी, आज बित्यो भोलि बित्यो
सधैँ बित्दै जीवन के हो बुझिएन कपाल फुल्यो सेतै जीवन के हो बुझिएन कपाल फुल्यो सेतै नदीको तीरमा बसेर प्यासी भइकन मरियो भने दोष कसको हो अनि यति सुन्दर मानव जीवन 84 लाख योनिपछि प्राप्त हुन्छ मनुष्य जीवन अब धर्म अध्यात्म शास्त्रसँग मतलब राख्नुहुन्न अनि सही अब सुनिबक्से त्यता सर्को छ हजुर कुण्ठा बोकेर वैकुण्ठ गइन्न हजुर हाम्रो चित्त निर्मल हुनुपर्छ भने हृदय एकचोटि छापिबक्सेस् त हृदय चाहिँ करुणाले भरिएको हुनुपर्छ स्वस्थ मान्छेको होइन जाँच्ने आज कसैले कसैलाई नभन्ने है तिम्रो यो छैन भनेर हँसिलो हुनु पर्यो चेहरा हँसिलो मजाले पारित गर त्यसैले आजबाट मेरो यहाँलाई निवेदन छ यो मेरो 40 को नजिक पुगे यो 40 मा मनोरञ्जन कम मनोरञ्जन धेरै हुनुपर्छ मनोरञ्जन कम मनोरञ्जन धेरै भयो भने चेहरामा स्वाभाविक लास्टिङ बक्सियोस् भनेको के गर्नु अनि विषयवस्तुलाई अगाडि बढाउँ र सिटमा त्यो भाँचिएको गियर त्यो लौरी देखेपछि ड्राइभर इन्डियन थियो सरदार हिन्दीमै सोध्छ त्यो लौरी देखाउँदै भाँचिएको गियर देखाउँदै ए किससे किया बुढो मान्छेलाई लागेको छ यो ड्राइभर नानीले मलाई थ्याङ्क यू भन्न खोजेको जस्तो छ नानीलाई एक ताली बजाएर पारित गर्नु एक ताली भनेको एकचोटि मात्रै एक ताली 3 ताली 4 ताली 5 ताली कस्तो राम्रो गर्छ बिचमा कुन लेटर छ एम को दुईटा अर्थ हुन्छ एउटा माइन्ड अर्को मोबाइल मोबाइलको बारेमा मैले धेरै कुरा गर्नु पर्दैन हजुरहरू ज्ञानी हुनुहुन्छ हैन प्रोफेसनल हुनुहुन्छ मैले मोबाइलको बारेमा धेरै भन्नु पर्दैन मोबाइललाई साइलेन्ट मोडमा स्विच छ नि हजुर हाम्रो मनको स्विच चाहिँ अफ भइरहेको छ आज हाम्रो 24 कवि रोए कविता धर्मी मरे श्रद्धाञ्जली पापी मरे रमिता ज्ञानी भए ध्यानी हुन्छ ध्यानी भए विवेकता जो शील संयममा रम्दछ उसैमा आउँछ मानवता मानवता नै अघि रामेश सरले के भन्नुभएको थियो देखेको छैन नमस्ते यसो बाटो हिँड्दाखेरि नमस्ते भन्दै मलाई डर के लागेको थियो भन्दाखेरि ठ्याक्क खाना खाने बित्तिकै टाइम म्यानेजमेन्टको क्लास अब हाम्रो एउटा त्यस्तो हेबिट छ कि खाना खाएपछि अलिकति त्यो भाती निद्रा भन्ने त्यो त चाट भन्नु थियो जुलाई 1 को दिनमा नै उहाँले एडभाइजरी सक्दो लिँदैनौँ भन्ने चाहिँ त्यहाँ लेखिएको थियो मात्रै गरेनौँ त्यसलाई हामीले अक्षर जस्तो पालन गऱ्यौँ वर्षभरि नै अब त्यो हिसाबले चाहिँ अहिले आएर चाहिँ साथीहरूको के हो जस्तो लाग्छ जसले पनि भन्न सक्नुहुन्छ एकजनाले मात्रै भन्नु साथी आएर टाइम म्यानेजमेन्ट के हो स्वयंमा सुरुवात स्वयंमा सकिएपछि टाइम म्यानेजमेन्ट भएछ हो भयो कुनै फाटो चाहिँ हुनसक्छ सही समयमा सही काम गर्ने थ्याङ्क यू सर त्यहाँले सबैले भनेको कुरा ठिक छ है अब टाइम म्यानेजमेन्ट भनेको ठ्याक्कै यही इन्फर्मेसन भन्ने छैन है टाइम म्यानेजमेन्ट समय व्यवस्थापन हो त्योहरू बाहिर निस्किन सकेकै थिएन चर्को घाम थियो सबैजना भित्र एसीमा बसिरहेको थिए एकजना मान्छे चाहिँ नि हतार एकदमै हतार थियो एउटा झोला बोकेर उनीहरूले देखेछन् त्यो बाहिर कन्टलापुर घाम छ कोट लगाएको छ अन्यथा अर्थ नलागोस् यो कि पागल हुनुपर्छ कि लाइन्सको गभर्नर हुनुपर्छ भनेर टिपटप होइन कोट चाहिँ लगाइराख्नु पर्ने
अनि अलिकति हतार पनि होइन सधैँ हतार पनि भइराख्ने त्यस्तो टाइपको एउटा चाहिँ यो जबै त्यस्तो खालको रहेछ क्या होइन। एक्चुअली कस्तो भयो भन्दाखेरि जस्तो मैले भने नि यहाँलाई होइन, जब हामीले हाम्रो कार्यकाल विदेश पछिको कार्यकाल सुरु गऱ्यौँ 22-23को 22-23को कार्यक्रम सुरु दिनमा कुनै पनि कार्यक्रममा 1 मिनेट पनि ढिलो पुग्छ। र हामीले सबै कार्यक्रमहरू डिस्ट्रिक्टका सबै कार्यक्रमहरू समयमा स्टार्ट गऱ्यौँ। समयमा सिध्याउनलाई चाहिँ नि जसको सेसनै डेकोरम छ त्यहाँ गएर डेकोरमका गतिविधि गर्नुभयो। त्यसमा पनि लन्च पछिको सेसनको त्यही त कम्तीमा चलिसकेछ एउटा लिएर जाउँ होइन। त्यस कारण यो सोचलाई कता हो बेला बेलामा यता गर्छ उता दिमाग लाउनु पाएन। जबको B1 सुरुवात भयो प्रेसिडेन्ट लेभलमा यसको ट्रेनिङको कार्यक्रमहरू किन भन्दा अब हाम्रा साथीहरूलाई बस्दा पनि कसरी बस्नु भएको छ त्यस त्यो के अरे टेबल छ टेबल पोस्ट छ भने त फरक परेन। तपाईँलाई के कसरी त जुत्तै खोलेर बस्छ या है मजा गराएर हाइदान टेबल छैन टेबल पोस्ट छैन भने अगाडिको मैले यताको यो ट्यास नेताजीहरूलाई पनि भनिरहेको छु यसरी बस्नु भने राम्रो हो कि होइन होइन है त। तलमा चाहिँ जताततै गर्दै ल मैले त्यहाँबाट चोरेको भएको जस्तो लाग्यो। अनि मञ्चमा बस्नेहरू नेतृत्वहरूले पनि जस्तो हामीलाई पनि अब हामीले माथि मोबाइल बन्द गर्छ कुरा मञ्चमा बसेर साइडमा त्यही हामीले गर्दैछौँ गफ गर्दैछौँ तललाई पनि तपाईँहरू बोल्न पाइँदैन भन्ने अधिकार छैन। यो मुसो जस्तो निस्किनु पऱ्यो क्या। अब नेचुरल त जानु पाइयो नि। अब 3 घन्टा 4 घन्टाको कार्यक्रम हुन्छन् नजाने भने जाने भर्सक जाँदा पनि कस्तो हो भने एकैचोटि 2-3 जना हिँड्नु भएन 2-3 जना हिँड्नु भएन। अर्को मलाई एकदमै खड्केको चाहिँ सुन्नुहोस् है एकदमै खड्केको यो सबैलाई तपाईँहरूलाई काम लाग्छ। कार्यक्रम भइरहेको हुन्छ क्याबिनेट मिटिङ प्रमुख अतिथि आउनुहुन्छ भनेर बसिरहेको अनि उहाँलाई आमन्त्रण गरेर ल्याएको छ है उहाँलाई खाना खान जाऊँ भन्ने कसले हो दिन त गभर्नरले पहिला एउटा सानो गेम एउटा गेम चाहिँ तपाईँहरू कता हो यतैको ठिकै छ सन्चै हुनुहुन्छ घर परिवार पनि एउटा कुरा तपाईँहरूसँग मैले तपाईँहरूको र मेरो म बिचको बाजी चाहिँ चल्छ। मैले सबै बाजी हारेर त थुप्रै पैसा दिनुपर्छ नि त हजुर राख्नु होला 100 जनाले 5000 भन्नु मेरो कति जाला त कति जाला म हारे भने एकजनालाई 5000 को 22000 धेरै पनि हो ल 5000 को बाजी च्यालेन्ज एक्सेप्टेड। सुन्नुस् बाजी फेरि त्यो बाजी तपाईले जित्नु भएछ भने मैले 5000 को दरले दिन्छु। मैले जितेछु भने तपाईले 1 रुपैयाँ जतिसम्मको बाजी असाध्यै महत्त्वपूर्ण छ। केही आवाजहरू पनि छन् तपाईँले
त्यसै गरी स्पेसल गेस्टको रूपमा आसन ग्रहण गर्दै हुनको लागि इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी लाइन राजन नम्साल सरलाई म विनम्र अनुरोध गर्दछु। गर्दिनँ स्पेसल गेस्टको रूपमा आसन ग्रहण गर्दिनँ हुनको लागि म त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म मल्टिपल डिस्ट्रिक्ट लाइन विनोद ढुङ्गरा सरलाई म विनम्र अनुरोध गर्दछु। निम्ति म विनम्र अनुरोध गर्दछु। डिस्ट्रिक्ट गभर्नर लाइन इयर 2026-27 लाइन सूर्य केसी सरलाई म आसन फर्स्ट लेडी लाइन इयर 2026 एन्ड म्याडमलाई म आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। फर्स्ट लेडीजी मोहन भट्टराई सरलाई म आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। आसन ग्रहणको निम्ति म विनम्र अनुरोध गर्दछु। PMCC लाइन गिरधारी शर्मा सरलाई म आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। त्यसै गरी वर्ष 25-26 क्याबिनेट सेक्रेटरी लाइन महेन्द्र राठी सरलाई आसन ग्रहणको निम्ति म विनम्र अनुरोध गर्दछु। त्यसै गरी वर्ष 25-26 चिफ एडभाइजर एवं सेकेन्ड VDG वर्ष 26-27 विष्णु भण्डारी सरलाई म आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। विनम्र अनुरोध गर्दछु। त्यसै गरी गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु। कार्यक्रमको सुरुवात भएको घोषणा गरिदिनु हुनुको लागि म प्रिसाइडिङ आज मिति 2083 साल जेठ महिनाको 3 गते तदनुसार 17 मे 2026 का दिन लाइन वर्ष 2026-27 को हाम्रो डिस्ट्रिक्टको सम्पन्न भइरहेको स्किलिङ कार्यक्रमको यो क्लोजिङ सेरोमनी विधिवत रूपमा शुभारम्भ भएको घोषणा गर्दछु। हामी हाम्रो राष्ट्रिय झन्डालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ। यहाँ एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पुरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ। यसको सुनौलो अक्षरले लेखिएको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ। हामी हाम्रो राष्ट्रिय झन्डाप्रति अविचलित निष्ठाको घोषणा गर्दै यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा यसलाई राष्ट्रहरूका माझमा गौरवका साथ फरफराइराख्न साँचो प्रयास गर्दछौँ। धन्यवाद। जय लाइनमा। अतिथि एवं सम्पूर्ण लाइन लिडरज्यूहरूलाई स्वागत गरिदिनु हुनको लागि म डिस्ट्रिक्ट गभर्नर लाइन इयर 2026-27 लाइन सूर्य केसी सरलाई हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू डेजिग्नेटेड क्याबिनेट सेक्रेटरी अनुज सर, प्रिसाइडिङ अफिसर, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 आई नेपालका यस वर्षका सर्वोच्च लिडर आदरणीय डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे म्याडम, डिस्ट्रिक्ट फर्स्ट पर्सन चोला प्रसाद पाण्डे सर, कार्यक्रमका यो क्लोजिङ सेरोमनीका चिफ गेस्ट आदरणीय अभिभावक, इमिडिएट पास इन्टरनेसनल डिरेक्टर लाइन बालकृष्ण बुर्लाकोटी सर, कार्यक्रमका विशेष अतिथि र भनौँ डिस्ट्रिक्ट 325 आई नेपालको लायनिजमका ढुकढुकी आदरणीय इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी लाइन राजन नम्साल सर, कार्यक्रमका अतिथि आदरणीय मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर मनबहादुर रोका सर, कार्यक्रमका अतिथि र हाम्रो यो क्लोजिङ सेरोमनीलाई अझ ऊर्जा प्रदान गर्नको लागि उपस्थित हुनुहुने हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नु भएको छ आदरणीय पास्ट डिस्ट्रिक्ट गभर्नर र अहिले
लायन्सको मल्टिपल डिस्ट्रिक्टमा लेखा समितिको संयोजक पनि हुनुहुन्छ। देश र विश्वमा रहनुभएका आफूभन्दा कम अवसरको अत्यन्तै सुन्दर ठाउँ गोदावरीमा हामीले यो लाइन वर्ष 2026-27 स्कुलिङ प्रोग्राममा सहभागी हुन पाउँदा म लगायत सम्पूर्ण सहभागीज्यूहरू अत्यन्तै खुसी र उत्साहको साथ हामीले अहिलेसम्म मानिसको सबभन्दा ठुलो सुन्दर मानिसको शरीरमा भएको सबभन्दा सुन्दर चिज के हो? प्लिज के मेरो प्लिज के आँखा। ओके आँखा राइट। म आज यहाँ चाहिँ म आँखाको बयान गर्न आएको छु कि थोरै बयान गर्छु मेरो मोबाइल हेर्छु है। कहीँ ग्ल्यामर भन्छ नि लाइन्समा पनि ग्ल्यामर चाहिँदो रहेछ चाहिन्छ पनि त्यो ग्रोथको लागि आफ्नो सम्पन्नताको लागि र एउटा आकर्षणको लागि मान्छेहरूले हामीप्रति किन जागरुक हुनु मान्छे किन हामीसँग जोडिनु पनि पऱ्यो नि त। नयाँ मान्छे आउन छोड्यो भने के हुन्छ? अहिले हामी रिक्रुटमेन्टको कुरा गर्दैछौँ कि अप्ठ्यारोमा परिन्छ नि ट्याङ्कीमा पाल परिराख्यो भने त पानी चुइन्छ तर हामी माथिबाट थप्दै जानु पर्छ। त्यसको लागि साथीहरूलाई इन्भाइट गर्नुपर्छ। इन्भाइट गर्न हामीलाई केही न केही राम्रा पक्षहरू त हामीले बताउनु पर्छ। यो स्कुलिङको एउटा राम्रो पक्ष हो। यसमा राम्रा कुरा हामीले सेयर गर्न पायौँ सिकाउन पायौँ। हजुरले त्यो आफ्नो व्यवहारमा आफ्नो समाजमा आफ्नो व्यवसायमा आफ्नो चाहिँ सर्भिसको जीवनमा लगाउन पाउनुभयो भने त्यो हामीलाई केही न केही सन्तोष हुन्छ। अल्टिमेट उद्देश्य समाजसेवा हो नि। अघि केयरिङ र सेयरिङको कुरा हाम्रो राम्रोसँग सुन्यौँ। गभर्नर इलेक्टेड पनि सूर्य सरले पनि भन्नुभएको छ चन्द्र सरले बडो राम्रोसँग भनिराख्नु भएको छ भन्दाखेरि यो कुरालाई तलसम्म जनता हामी त यहाँ आज 200-250 मान्छे बसिरहेछौँ। अब हाम्रो लाखौँ मान्छे 14 लाखभन्दा बढी हामी मेम्बर छौँ। यिनीहरू पनि कहीँ न कहीँ हामीसँग टच भयो होला। 3 करोडभन्दा बढी नेपाली छौँ। कहीँ न कहीँ हामी जोड्यौँ। उनीहरूले हामीलाई हेर्ने दृष्टिकोण के हो त भन्दाखेरि हामीले गरेको काम त्यसको एउटा यो प्रारूप हो नि। 2026-27 हामी के काम गर्छौँ भन्ने कुराको फेरि यस्तो हाम्रो गभर्नरले जुन बुक दिनुभएको छ सूर्य सरलाई बधाई गर्न चाहन्छु। म जोरदार ढङ्गले प्रशंसा गर्छु भाउजूलाई पनि एकदम जोरदार ढङ्गले प्रशंसा गर्छु। त्यसमा सबै कुरा राखिएको छ। अघि भनिसक्नुभयो पेज नम्बर 10मा हेर्नुहोस् पेज नम्बर 14मा हेर्नुहोस्। अब हामीले त हेर्न पाएको छैन। अब त्यो मनन गर्ने अवसर चाहिँ प्राप्त भएको छ भन्दा म एकदमै खुसी छु। बधाई ज्ञापन गर्न चाहन्छु शुभकामना दिन चाहन्छु। र वास्तवमा यो धेरै वर्षदेखि हाम्रो डिस्ट्रिक्ट 35 विश्वको सर्वोच्च स्थानमा रहिरहेको छ। यो वर्ष झन् रहोस् भन्ने पनि मेरो शुभकामना अनुसार प्रिसाइडिङ अफिसर यो वर्षका अति नै सक्सेसफुल डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलज्यू डिस्ट्रिक्ट फर्स्ट लेडी मञ्चमा रहने सम्पूर्ण हाम्रो आदरणीय व्यक्तित्वहरू फर्स्ट लेडी फर्स्ट म्यान यो चाहिँ हर्षण पऱ्यो नि साइडमा गएर चाहिँ यो हलमा उपस्थित सम्पूर्ण लाइन साथीहरू गुड इभिनिङ। म सर्वप्रथम इलेक्ट डिस्ट्रिक्ट गभर्नर सूर्य केसीजीलाई धन्यवाद दिन चाहन्छु। यो क्याबिनेटमा सबैजना मैले चिने मान्छेले क्याबिनेट बनाइदिनु भएको छ मनोनित गर्नु भएको छ। सबैलाई चिने व्यक्ति भइरहेको छु। कस्तो भने हामी एमको कुरा गर्छौँ के को र आईको स्पेसली हो त अन्तमा त्यति छौँ। हामी एउटा फ्यामिली जस्तो छौँ। त्यो फ्यामिली हामी आज उपस्थित भएका छौँ। म सर्वप्रथम सूर्य सर एउटा टिमप्रति वफादार व्यक्ति आगामी वर्षको नेतृत्व गर्दैछ। हँसिलो लाइनले म हाँस्नै पर्छ। त्यो सपोर्ट कसले चाहिँ सपोर्ट गर्छ होइन त्यस्ता लिडर यहाँ प्राप्त गर्नुभएको छ। म तपाईँलाई बधाई दिन चाहन्छु। सूर्य सरलाई विशेष म बधाई दिन चाहन्छु। सबैजना जन्ती आज लाग्योलाई कालो कोर्दारी कसले ऋषिले कसले फेसबुक लेख्दै हुन्थ्यो सुन्दर ड्रेस साँच्चै हो नि। अबको 1.5 महिनापछि हामी कहाँ जाँदैछौँ जन्ती? हङकङको त्यहाँ जानुहुन्छ। अनि बिहे घर कुन हो आई होइन त आईबाट जति कम भयो त निमन्त्रण पनि आएन अहिलेसम्म निमन्त्रण पनि आएन। सब 5 डिस्ट्रिक्ट गभर्नरज्यूलाई अनुरोध अब हल्लासल्ला गर्नु पऱ्यो नि। राजन सरलाई हङकङमा आइडी बनाइरहँदा अब हल्ला गर्ने बेला आएको छ। सोसियल मिडियामा लेख्ने सबैलाई आह्वान गरेर जाउँ भन्ने म सबै साथी भन्न चाहन्छु। राजन सर अबको 1.5 महिनापछि हामी चाहिँ एकदम आतुर छौँ तपाईँलाई चाहिँ सहायता म
आजभन्दा करिब 1-2 दिन अगाडि केही दिन अगाडि एउटै स्कुलमा गएको थिएँ, एउटा डिस्ट्रिक्टको स्कुलमा गएको थिएँ। मैले त्यहाँ भनेको थिएँ म जब 2017-18 पछि काउन्सिल चेयरपर्सन बनी एचसिआइबी एलएलएडी हुँदै आइटी हुँदै पिआइटी बनिसकेँ। म प्रत्येक वर्ष यस्तै स्कुलीहरूमा चाहिँ सहभागी भएको छु। है अनुजित भन्नु नि लामो नभइदिनु। अनि मैले सोधेँ म फेल कि अथवा हामी म लगायत राजन सर, सञ्जय खेतान सर, समूह सर अथवा जो फ्याकल्टी हुन्छ नि, हामी फेल हो कि तपाईँ फेल हो? सहभागी साथीहरू क्याबिनेट साथी फेल हो किन होला भने एकजनाले मैले भने रिडिसिङ पछिको एउटा डाटा मैले हेरेको 51,000 मेम्बर हामीले थपेका रहेछौँ। अहिले कति छ मेम्बर नेपालको? 46,000 होइन, 51,000 थप्यौँ। 46,000 प्लस चाहिँ फेरि हामी चाहिँ गुमायौँ। कसरी गुमायो होला? किन गुमायो होला? अब अलिकति हाम्रो नेपालको लाइनलाई चाहिँ त्यस्तै ढङ्गले हामी स्कुलिङ गऱ्यौँ, त्यसरी उचाल्यौँ, त्यसरी चाहिँ हामी अवार्ड पुरा गऱ्यौँ। अब पृथक ढङ्गले जानुपर्छ होला। एनिवे केयरिङ बाई सेयरिङ होइन, केयर कस्तोले गर्नुपर्ला? हामीले नेपालमा 2300 प्लस क्लबहरू छन्। 2300 प्लस, त्यसमध्ये 1400 प्लस क्लबहरू चाहिँ 20 भन्दा कम मेम्बर भएको क्लबहरू, 15 भन्दा कम भएको मेम्बर, 10 भन्दा कम, 5 भन्दा कम, 15वटै डिस्ट्रिक्टमा भनेपछि ती क्लबहरूलाई के भयो? केयरिङ पुगेन। बच्चा जन्माएपछि राम्रो स्याहार सुसार गरेन भने के हुन्छ? रोगी हुन्छ नि। 1400 क्लब त्यस्तै रोगी क्लब छ र अहिले पनि त्यस्तै छन् सबैमा। मैले भने नि यहाँ पनि मोर देन 100 क्लब त्यस्तै छन्। अबको वर्ष भनेको हामीले त्यो क्लबवाला बोल्यो भन्नु पऱ्यो। हामी क्लब खोल्यौँ, कस्तो छ भने हामीले क्लब खोलेका छौँ। जुन क्लबले स्पोन्सर गरेको छ त्यो क्लबले चाहिँ ओरिएन्टेसन गर्ने क्षमता पनि छैन आर्थिक हिसाबले। धन्यवाद बालकृष्ण गुलाबडी सरलाई। सरले हाम्रो भावनाको कदर गरेर छोटो बुझ्नु भएको छ। सरप्रति एकदम आभारी छ। सरलाई एकपल्ट जोरदार तालीले हामी सम्मान गरौँ। अब हामी सम्मानको कार्यक्रम हुँदैछ र यो कार्यक्रममा धन्यवाद ज्ञापन मन्तव्य राखिदिनु हुनको लागि वर्ष 26-27 का सेकेन्ड भिडिजी लाइन विष्णु प्रसाद भण्डारी सरलाई म विनम्र अनुरोध गर्दछु। कुमार श्रेष्ठ सर, यो सभ्य र भव्य समारोहका हाम्रा डिस्ट्रिक्टको रनिङ 15वटै डिस्ट्रिक्टमा एकमात्र लेडिज हुनुहुन्छ पार्वती खरेल पाण्डे म्याम। उहाँका स्पाउसलाई स्वीकार गरेर पाल्नुभएका मन्तव्य राखेर जानुभएको छ बालकृष्ण बुर्लाकोटी सर। हाम्रो निम्तालाई स्वीकार गरेर आउनुभएका शम्भु र क्याबिनेटमा सूर्य सरले अहिले 1000+ को क्याबिनेट बनाउनु भएको छ। त्यो क्याबिनेटमा अहिले 220 जना यो गोदावरीको अस्तिदेखि 2 बजेदेखि कार्यक्रममा सहभागिता हुनुभएको छ। म धन्यवादको मन्तव्य केही राख्नको लागि आएको छु, तर धन्यवाद म तपाईँलाई कसरी दिउँ? मैले तपाईँहरूले हामीहरूले काम गर्दै जाँदा यो हल अलिकति सानो भए जस्तो लाग्छ, तर पनि लिनुभएको छ। यसको लागि म आभारी छु, धन्यवाद दिन चाहन्छु। तपाईँलाई फ्याकल्टी लिडरहरूले धेरै कुराहरू सिकाउनु भयो। कति सिक्नुभयो, कति सिक्नु भएन। समुद्र जस्तै एउटा भाँडो लिएर कति डुबाएर निकाल्न सक्नुहुन्छ त्यति सिक्नुभयो होला। हामी कति ध्यान दिएर सिक्छौँ भन्ने कुरा पनि हामीमा पनि प्रश्न हुनसक्छ। म एउटा उदाहरण भन्न चाहन्छु। हामी पिक्चर कतिले हेर्छौँ, मुभी कतिले हेर्छौँ। मुभीको हलमा गएर पिक्चर हेऱ्यौँ भने
हामीले हेरेका कुरा हिरो हिरोइन कथा वस्तुहरू त्यो सधैँभरि हामीलाई स्मरण रहन्छ र त्यो पिक्चरको स्टोरी हामीलाई सधैँभरि थाहा रहन्छ, हाम्रो आफ्नो मानिसमा क्याच भएर बस्छ। त्यस्तै जस्तै आज पनि हाम्रा विभिन्न फ्याकल्टीहरूले हाम्रा पिडिजीहरूले विभिन्न हिसाबले क्लास लिनुभएको छ र हामी समाज सेवा गर्न आएका छौँ। यो कुराहरू तपाईँले समाजमा लैजानुहुनेछ। मैले यही कुराहरू भन्न चाहन्छु। र आज कमिटमेन्ट फर्मको इभ्यालुएसनको आधारमा हाम्रो म्यानेजमेन्ट टिमले टप 10लाई अहिले हामीले एवार्ड पनि गरेका छौँ र धेरै साथीहरूले कमिटमेन्ट गर्नुभएको छ। मैले कुनै पनि क्लबको एलसिआरको केही पनि यहाँहरूको बिचमा टार्गेट सेयर गरेको थिइनँ। फर्ममा त्यो क्लब एमजिएफ डिस्ट्रिक्ट बिल्डिङका कुराहरू चाहिँ कमिटमेन्ट गर्नुभएको छ। त्यो मध्ये टप 10लाई हामीले चाहिँ अहिले एवार्ड गऱ्यौँ र अरू धेरै साथीहरू यहाँहरूले पनि गर्नुभएको छ। यहाँहरूलाई चाहिँ आज समय अभावको कारणले एक एक गरेर नै अगाडि बोलाएर हामीले सम्मान गर्न सकेका छैनौँ र हामी लाइन वर्ष 2026-27 को पहिलो क्याबिनेट मिटिङमा यहाँहरू सम्पूर्णलाई विशेष सम्मान गर्नेछौँ, सम्पूर्ण साथीहरूलाई सम्मान गर्नेछौँ र सम्पूर्णलाई यो कमिटमेन्टको लागि हृदयदेखि आभार टक्राउन चाहन्छु। र अघि बालकृष्ण सरले भनिसक्नु भएको छ, हङकङ कन्भेन्सनमा धेरै साथीहरूले मलाई क्लब चाहिँ हङकङ जाँदाखेरि एउटा क्लब अथवा दुईवटा क्लब म तयार गरेर दिन्छु भन्नुभएको छ। र यो आज म डिस्ट्रिक्ट गभर्नर भइराख्दाखेरिको मात्रै कमिटमेन्ट र त्यो तयारी होइन साथीहरू। अघि बालकृष्ण सरले पनि भन्नुभएको छ, डिस्ट्रिक्ट 325 आई नेपालको तर्फबाट आदरणीय अभिभावक राजन सर इन्टरनेसनल डिरेक्टरको रूपमा जाँदै हुनुहुन्छ, साथै म सँगै जाँदैछु र हामीले हङकङमा दिने ती क्लब र अहिले गरेका कमिटमेन्टको आधारमा जुन सफलता प्राप्त गर्न सक्छौँ त्यो सम्पूर्ण सफलता चाहिँ श्रेय चाहिँ यहाँहरूलाई जानेछ। म सम्पूर्णलाई धेरै धेरै आभार टक्राउँदै बिदा हुन्छु। हस्, धन्यवाद। क्लोजिङ सेरेमनीको विधिवत रूपमा समापन गरिदिनुको लागि आजका प्रेसिडेन्ट अनुसार डिजी पार्वती खरेल पाण्डे म्याडमलाई अनुरोध गर्दछु। कार्यक्रम सञ्चालक मनोनीत क्याबिनेट सेक्रेटरी अनुज कुमार श्रेष्ठज्यू, आज लाइन वर्ष 2026-27 को क्याबिनेट अफिसर्सहरूको स्कुलिङ प्रोग्राम हामीले सम्पन्न गरेका छौँ। यहाँहरूले प्राप्त गर्नुभएको जिम्मेवारीहरूलाई सोही अनुसार सम्पादन गरेर लाइन वर्ष 2026-27 केयरिङ बाई सेयरिङ हाम्रो डिस्ट्रिक्ट गभर्नरज्यूको स्लोगनलाई चरितार्थ पार्नको लागि यहाँको साथ सहयोग हामीले अपेक्षा गरिरहेका छौँ। हामी मञ्चमा बसेको इन्टायर लिडरसिप लाइन वर्ष 2026-27लाई उत्कृष्ट वर्ष बनाउनका लागि हामी अहोरात्र लाग्नेछौँ। यहाँ पनि सोही अनुसार साथ दिनुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। अनुरोध गर्छु सूर्य सर, सविता म्याम, यहाँ सूर्य सरको हाम्रो यो डिस्ट्रिक्टको कार्यकाल 26-27 हामी सोध्नै मान्छेले लेखेछौँ। सदैव डिस्ट्रिक्ट 325 आई नेपाल नम्बर 1 डिस्ट्रिक्ट हो। हामी कहिले पनि दोस्रो हुन जान्दैनौँ, सधैँ नम्बर 1 हुन्छौँ। यसकारणले गर्दा म धेरै धेरै बधाई शुभकामना टक्राउँदै आजको यो क्लोजिङ सेरेमनी विधिवत रूपमा समापन भएको घोषणा